अब हामीले यो युनिट 7 च्याप्टरमा हामी जानेछौँ है। आज युनिट 7 च्याप्टरमा के रहेछ त समीकरण, पाठको नाम चाहिँ समीकरण रहेछ है। अनि हामीले पढ्नुपर्ने यो पाठमा के हो र कस्तो खालको क्वेसन आउँछ र कति मार्कको क्वेसन आउँछ त्यो पनि बुझ्नु पर्यो नि त हामीले फर्स्टमा, हैन त। त्यति मात्रै पाठको नाम जानेर त भएन है। यसमा के बुझ्नु पर्यो फर्स्टमा, यो युनिट 7 मा पाठको नाम समीकरण हो, इङ्ग्लिसमा के भन्छ इक्वेसन। र यो पाठबाट कति नम्बरमा सोध्छ क्वेसन र कति मार्कमा सोध्छन् त क्वेसन, हैन त, त्यो पनि बुझ्नु पर्यो। त यहाँ लेखेकै छ हेडिङमा, यो पाठबाट 4 मार्कको क्वेसन सोधिन्छ। र कति नम्बरको क्वेसनमा सोधिन्छ त क्वेसन नम्बर 9 को लागि, क्वेसन नम्बर 9 को लागि 4 मार्कमा यो क्वेसन सोधिन्छ यो समीकरण पाठबाट। अब त तपाईहरुले मजाले बुझ्नुभयो हैन त। अब यो मजाले बुझिसकेपछि तपाईहरुले के बुझ्नु पर्यो भन्देखि यसमा अझै एउटा कुरो यो म तपाईहरुलाई यहाँ लादै छु। अब यहाँ तपाईहरुको लादाखेरि यो समीकरणको बारेमा बुझ्नु पर्यो भन्देखि के पढ्नु पर्यो भन्देखि तपाईहरुले 3 वटा प्वाइन्टहरु मजाले चाहिँ बुझ्नु पर्ने हुन्छ। नम्बर 1 मा के संख्या पत्ता लगाउने बारेमा है। संख्या भनेको के हो त त्यो पनि बुझ्नु पर्यो नि त हामीले संख्याको बारेमा। अब संख्या पत्ता लगाउनको लागि त सबभन्दा पहिला हामीले के गर्नु पर्यो, संख्या भनेको के हो, संख्या भनेको कस्ता कस्ता खालका हुन्छ, कस्तो संख्यालाई, त्यो संख्या भनिन्छ, कस्तो नम्बरलाई संख्या भनिन्छ भनेर त्यो बुझ्नु पर्ने हुन्छ हामीले नम्बर 1 मा। त्यसपछि हामीले दोस्रो नम्बरमा पढ्नु पर्ने भनेको उमेर पत्ता लगाउने बारेमा। त उमेर भनेको कसको उमेरहरु त फेरि आफ्नो उमेर, दाजुभाइको उमेर, दिदी बहिनीको उमेर हैन त। अनि त्यसपछि बाउआमाको उमेरको बारेमा चाहिँ पढ्नु पर्ने हुन्छ हामीले पत्ता लगाउने सन्दर्भमा है। अनि त्यसपछि अर्को तेस्रो नम्बरमा के छ वर्ग समीकरण। वर्ग समीकरण अब भनेको के हो, हामीले यसको बारेमा अलिकति केही यो च्याप्टर स्टार्ट गर्नुभन्दा अगाडि हल्का केही पढ्छौँ। तर यो वर्ग समीकरण किन हामीले पढ्नुपर्छ भनेदेखि अब यो समीकरण बनाउँदाखेरि के हुन्छ, यसलाई फ्याक्टर गर्दै जाँदाखेरि कहिलेकाहीँ के हुन्छ फ्याक्टराइज गर्न अलिक गाह्रो हुन्छ। त्यस्तो बेलामा के गर्ने त, त्यतिखेर त गाह्रो हुन्छ। त्यस्तो बेलामा हामीले यो वर्ग समीकरणको फर्मुला प्रयोग गरेर हामीले x को मान निकाल्नु पर्छ, y को मान निकाल्नु पर्छ है। के को फर्मुला प्रयोग गरेर, यो वर्ग समीकरणको फर्मुला प्रयोग गरेर निकाल्नु पर्ने हुन्छ है। त्यसकारण हामीले यो 3 वटा जुन प्वाइन्टहरु छ नि मैले भर्खर भनेको त्यो प्वाइन्टहरु चाहिँ हामीले पढ्नु पर्ने हुन्छ र त्यसको बारेमा धेरै भन्दा धेरै कन्सेप्टहरु बुझ्नु पर्ने हुन्छ है। यसको बारेमा अघि मैले भनिसके संख्या पत्ता लगाउने बारेमा। अब संख्या भनेपछि 2 अंकको संख्या हुन्छ हैन, एउटा परिवर्तित संख्या हुन्छ, एउटा संख्या हुन्छ। त्यो संख्याको बारेमा हामीले बुझ्नु पर्ने हुन्छ र पढ्नु पर्ने हुन्छ। दोस्रो नम्बरमा के उमेर पत्ता लगाउने बारेमा, जुन हामीले बाउआमाको उमेर, दाजुभाइको उमेर, दिदीबहिनीको उमेर, आफ्नो उमेरहरु निकाल्नु पर्यो भनेदेखि त्यसको बारेमा हामीले इक्वेसन बनाएर निकाल्नु पर्ने हुन्छ। त्यस्तै गरी वर्ग समीकरण अघि मैले भनिसके कहिलेकाहीँ फ्याक्टराइज खण्डीकरण गर्दाखेरि कहिलेकाहीँ अलिक गाह्रो हुन्छ, एक्ज्याक्ट खण्डीकरण हुँदैन। त्यस्तो बेलामा हामी सजिलोको लागि यो वर्ग समीकरणको सूत्र प्रयोग गरेर हामी इक्वेसनलाई हामी के गर्छौं त x को मान y को मान त्यसबाट निकाल्छौं। त अब जाउँ अर्को यसको कन्सेप्टहरुको बारेमा। अब यहाँ हामीले देखिराखेका छौं केही महत्त्वपूर्ण नियमहरु। अब यसमा केही नियमहरु छन् के यसका हामीले एकदम त्यो बुझिराख्नु पर्ने हो। त्यो नियम हामीले यो नबुझिकन गर्न सकिदैन, किनकि अलिक हिसाब इक्वेसन बनाउँदाखेरि रङ हुन जान्छ। त्यसकारण सबभन्दा पहिला हामीले यहाँ जुन देखिराखेका छौं नि शाब्दिक रूप है, यो भनेको भाषागत हुन्छ। यो भाषामा दिएको यो जुन प्रश्नहरु जुन हुन्छ नि त्यसलाई हामी केमा बदल्छौं त
गणित रूपमा हामी त्यसलाई बदल्छौँ है। तर गणित रूपमा बदल्नको लागि सबभन्दा पहिला हामी भाषा जुन हुन्छ नि शाब्दिक प्रब्लमहरू त्यो चाहिँ मजाले पहिला बुझ्नुपर्ने हुन्छ। त्यही बुझ्न सकेन भनेदेखि गणित रूपमा हामी बदल्न अलिक गाह्रो हुन्छ। अनि गाह्रो भयो भने के हुन्छ त, इक्वेसन बनाउन गाह्रो हुन्छ। इक्वेसन बनाउन गाह्रो भयो भने के हुन्छ त, हाम्रो हिसाब रङ हुन जान्छ। त्यही भएर मैले यहाँ यसको केही टिप्सहरू कन्सेप्टहरू यो शाब्दिकको जुन भाषागतहरू छ नि त्यो चाहिँ म लेखाउँदैछु तपाईँहरूलाई। यो मजाले हेर्नु होला है। अनि त्यसपछि प्र्याक्टिस गर्नु होला। त सबभन्दा पहिला लेखौँ नम्बर 1। त नम्बर 1 मा के हुन्छ त, अब जस्तै किनकि फर्स्टमा के हुन्छ सङ्ख्याहरूको बारेमा। त सङ्ख्याहरूको बारेमा कुरा गर्दाखेरि यो शाब्दिक रूपमा लेख्दाखेरि अब जस्तै ती सङ्ख्याहरू है, ती सङ्ख्याहरूको योगफल, ती सङ्ख्याहरूको योगफल ए भए, ती सङ्ख्याहरूको योगफल ए भए भनेपछि गणित रूपमा कसरी लेख्ने त, ती सङ्ख्याहरू भनेको एउटा सङ्ख्या x, अर्को सङ्ख्या के हुन्छ त y हुन्छ। भनेपछि सङ्ख्याहरूको योगफल भनेको छ नि त, त्यो योगफल भनेको के हो, जोडफल। भनेपछि त्यसमा के को साइन हुन्छ त, प्लस को साइन हुन्छ। त्यो कुरा पनि हामीले थाहा छ। त्यही भएर योगफलमा के हुन्छ, ती सङ्ख्याहरूको योगफल गर्दाखेरि x + y = a हुन्छ भनेर हामीले थाहा भयो हैन त। यो सजिलैसँग हामीले थाहा भयो। त अब अर्को हेरौँ नम्बर 2 मा। अब यो योगफलमा x + y = a भयो भने अब फरकमा चाहिँ के हुन्छ त त्यो पनि लेखौँ। ती सङ्ख्याहरूको फरक, ती सङ्ख्याहरूको फरक। त ती सङ्ख्याहरूको फरक भनेपछि हामीले थाहा भयो फरकमा के हुन्छ, माइनस हुन्छ। योगफलमा प्लस हुन्छ, जोडफलमा प्लस हुन्छ। भनेपछि फरकमा के हुन्छ, माइनस हुन्छ भनेर हामीले बुझ्नु पर्यो। त ती सङ्ख्याहरूको फरक भनेपछि ती सङ्ख्याहरू भनेको के हुन् त, हामीले थाहा छ ती सङ्ख्याहरू भनेको x अनि अर्को y हो भनेर थाहा भयो। त यो भाषागत रूपमा यो भयो, गणित रूपमा के भयो त x - y = a भयो। यो कुरा पनि हामीले थाहा भयो। यो दुईटा पोइन्ट हामीले थाहा भयो कन्सेप्ट हैन त। त अब तेस्रो नम्बरमा जाउँ। अब तेस्रो नम्बरमा के छ, अर्को कुनै साथीले सोध्न पनि सक्छ नि त हैन त। अब त्यहाँ कुनै साथीले सोध्न सक्छ, हैन सर यो दुईवटा कन्सेप्ट त तपाईले बताउनु भयो, अब यसमा के दुईवटा कन्सेप्ट मात्रै छ त कि अरू पनि छ? पक्कै अरू पनि कन्सेप्ट छ यसमा है। यो दुईवटा यो शाब्दिक रूप मात्रै छैन है, अरू पनि छ। त्यो तपाईहरुलाई अझै म यहाँ लेखाउँदैछु, मजाले ध्यान दिएर हेर्नुस्। ती सङ्ख्याहरूको गुणनफल आयो एउटा, ती सङ्ख्याहरूको गुणनफल, ती सङ्ख्याहरूको गुणनफल भनेपछि थाहा भयो। अब हामीले थाहा हुन्छ हैन त। अब पक्कै भन्न सक्छु तिमीहरूले हैन त, है तेरिका सर ती सङ्ख्याहरू भनेको के हो त, x र y त हो नि। भनेपछि यसमा भाषामा के भनेको छ, गुणनफल भनेको छ। भनेपछि यो हामी मजाले आँखा चिम्लेर लेख्न सक्छौँ, गुणनफलमा इन्टुको साइन हुन्छ भनेर। अनि के भयो त, x * y = a हुने भयो भनेर हामी सजिलैसँग भन्न सक्छौँ भनेर साथीहरूले भन्नुहुन्छ है। ल ठिक छ। अब तेस्रो नम्बर पनि थाहा भयो। अब चौथो नम्बरमा जाउँ त। चौथो नम्बरमा के हुन्छ त, के हुन्छ त, ती एउटा सङ्ख्या अर्को सङ्ख्याको, एउटा सङ्ख्या अर्को सङ्ख्याको 2 गुणा हुन्छ, 2 गुणा हुन्छ। कति गुणा हुन्छ,
2 गुणा हुन्छ भनेर थाहा भयो नि त। एउटा संख्या अर्को संख्याको 2 गुणा हुन्छ भनेपछि के बुझ्नु पर्यो त? एउटा संख्या भनेको कुन हो त? सुरुको संख्या हुन्छ के? x। अनि एउटा संख्या भनेको x भयो, अर्को संख्याको 2 गुणा भनेपछि अर्को संख्या के छ? y हैन त? त y को 2 गुणा भयो। यसरी 2 इन्टु y भनेर यसरी लेख्ने। x इक्वल टु 2 इन्टु y। थाहा भयो त? यो पनि थाहा भयो हामीलाई हैन त? एउटा संख्या अर्को संख्याको 2 गुणा हुन्छ भनेपछि यो पनि थाहा भयो है त। अब अर्को पनि थाहा पाउनु पर्यो नि त, अर्को के रहेछ त कन्सेप्ट हैन त? त अर्को पनि थाहा हुन्छ यहाँ। एउटा संख्या अर्को संख्याको एउटा संख्या अर्को संख्याको भन्दा यसले बढी छ। केले बढी छ? यसले बढी छ। एउटा संख्या अर्को संख्या भन्दा कतिले बढी छ त? यसले बढी छ। त एउटा संख्या भनेको x भयो, अर्को संख्या भनेको y भयो हैन त? त्यो कुरा थाहा छ हामीलाई। त एउटा संख्या अर्को संख्या भन्दा कतिले बढी छ त? यसले बढी छ। बढी हुने बित्तिकै के भयो त? प्लस साइन। यसले घटी छ भनेदेखि माइनस साइन। बढी छ भने प्लस, घटी छ भने माइनस। यसरी बुझ्नु पर्यो। त्यहाँ क्वेसन हामीले थाहा भइसक्यो यो कन्सेप्ट हैन त? के थाहा भयो त? यो प्रश्न के छ त यहाँ कन्सेप्ट हेर त। एउटा संख्या अर्को संख्या भन्दा यसले बढी छ भनेपछि एउटा संख्या भनेको x, अर्को संख्या भनेको y हो। त y भन्दा कतिले बढी त? प्लस यसले बढी। बढी भन्ने बित्तिकै प्लस ए। अब नम्बर 6 मा जाउँ। अब यो त बढीमा आयो, अब घटी पनि देखाउनु पर्यो नि त। त एउटा संख्या अर्को संख्याको भन्दा यसले घटी छ। अब सुरुको क्वेसन यो भन्दा माथिल्लो के छ? बढी छ। अहिले लेख्यो के छ त? घटी छ। त अघि मैले भनिसके घटीमा के हुन्छ त? माइनस हुन्छ है। बढीमा प्लस, घटीमा माइनस। कुन संख्या भन्दा त? अर्को संख्याको भन्दा। ल यो कुरा पनि हामीले थाहा भयो। अब यति थाहा भएपछि अर्को पनि हामीले थाहा पाउनु पर्यो है त? के थाहा पाउनु पर्यो भनेदेखि 2 अङ्कको संख्या 2 अङ्कको संख्या के हुन्छ त? एउटा 10x प्लस y। 2 अङ्कको संख्या के हुन्छ? एउटा 10x प्लस y हुन्छ। अर्को कति हुन्छ? ठ्याक्कै त्यसैको रिभर्स है, 10y प्लस x। यसलाई भन्छ सुरुको संख्या। 10x प्लस y ले के भन्छ? सुरुको संख्या भन्छ। र 10y प्लस x लाई के भन्छ? अर्को संख्या भन्छ। अनि विपरीत संख्या भन्छ, परिवर्तित संख्या भन्छ, परिवर्तित संख्या भन्छ यसलाई है। यो कुरा पनि थाहा भयो। अब अर्को पनि एउटा थाहा पाउनु पर्यो। अङ्कहरू के हुन् त? एउटा x, अर्को y हुन्छ। अङ्कहरू भनेको x र y हुन्छ। अब यो पनि थाहा भयो हामीलाई मजाले हैन त? यो कन्सेप्ट तपाईहरुले प्र्याक्टिस गर्नै पर्ने हुन्छ र यो बुझ्नै पर्ने हुन्छ यो कन्सेप्ट है। यो कन्सेप्ट मजाले बुझ्न सकेन भने, मजाले यो भाषागत रूपमा बुझ्न सकेन भनेदेखि मरि गए पनि इक्वेसन बनाउन सकिँदैन। त्यसकारण के गर्ने त? सबभन्दा पहिला हामीले यो इक्वेसन के गर्नु पर्यो त? बुझ्नु पर्यो। यसलाई म्याथमेटिकल वर्डमा परिणत गर्न सक्नु पर्यो। त म्याथमेटिकल भनेको गणितीय भाषामा बदल्नको लागि सबभन्दा पहिला यो भाषा के गर्नु पर्यो त? मजाले बुझ्न सक्नु पर्यो एकदमै पुरै। नत्र के हुन्छ त? यो हाम्रो
यो क्वेसनको इक्वेसन बनाउँदाखेरि बिचमा नै गएर के हुन्छ त गियर फसे जस्तै फसिन्छ है। त्यसकारण मैले यो किन लेखाएँ त ताकि विद्यार्थीहरूलाई धेरैभन्दा धेरै क्वेसनहरू सजिलैसँग इक्वेसन बनाएर प्रश्न अनुसारको इक्वेसन बनाएर सजिलैसँग क्वेसनको समाधान गर्न सकियोस् भनेर मैले यो टेक्निक कन्सेप्टहरू यो तपाईहरुलाई मैले भाषागतबाट गणित रूपमा चाहिँ यसरी मैले तपाईहरुलाई ब्रिफिङ गरेर सिकाएँ है। त अब यो बुझिसकेपछि हामी जाउँ अब क्वेसनतिर। अब यो क्वेसनहरुतिर जाँदाखेरि यो त हामीले त्यो जाँचमा थियो त सोध्दैन भनेपछि यो नसोधे पनि यो त हामीले त बुझ्नु पर्यो नि त है। किनकि यसैको खेल हुन्छ त्यहाँ के इक्वेसन बनाउँदाखेरि फ्याक्टराइज खण्डीकरण एक्सको भ्यालु निकाल्नु पर्यो भनेदेखि यस्ता खालका बेसिक कन्सेप्टहरू हामीले सुरुमा चाहिँ बुझ्नु पर्ने हुन्छ है। त्यही भएर मैले यहाँ क्वेसनहरू राखेको छु, यो तपाईहरुलाई म गरेर अहिले देखाउँछु। त अब नम्बर ए मा जाउँ। ए को क्वेसन गर्दाखेरि अब हामीले अब ए को क्वेसन सोलुसन गरौँ। हल गर्नुहोस् भनेछ त यहाँ क्वेसन सारो 2x स्क्वायर इज माइनस 8x इज इक्वल टू 0। 2x स्क्वायर माइनस 8x इज इक्वल टू कति छ त 0 हामीले यहाँ सारिसक्यौं। त अब हामीले यहाँ के बुझ्नु पर्यो भनेदेखि सबभन्दा पहिला नम्बर र नम्बर हेर्ने हो। नम्बर र नम्बरमा के हुन्छ त कमन आउँछ कि आउँदैन। कमन आउँछ भनेदेखि हामीले कमन पहिला झिक्ने, जुन नम्बर बढी छ त्यही नम्बर कमन आउँछ। अब नम्बरमा त्यो भयो एउटा टेक्निक हैन त। अनि नम्बरमा त त्यो थाहा भयो, जुन नम्बर कम छ त्यो नम्बर के गर्ने त हामीले साझा लिने हो। अनि x मा चाहिँ के गर्ने त, x स्क्वायर यता x छ, 2 को x स्क्वायर छ यता 8 को के छ त x छ। त नम्बरमा त थाहा भयो, जुन सानो नम्बर छ त्यो नम्बर चाहिँ डिभाइड हुने खालको त्यो सानो नम्बर चाहिँ साझा आउँछ, कमन आउँछ, यो त थाहा भयो। र x मा चाहिँ के गर्ने त, x मा पनि त्यही गर्ने, जसको पावर कम छ त्यही के हुन्छ त कमन आउँछ। त यहाँ x स्क्वायर र x मा के छ त, x स्क्वायर भन्दा x के छ त पावरमा कम छ, त्यही भएर यहाँ के भयो त x कमन आउँछ। नम्बरमा 2 कमन आयो, x स्क्वायरमा x कमन आयो। त 2x ले 2x स्क्वायरले के गर्नु पर्यो त डिभाइड गर्नु पर्यो। त डिभाइड गर्नको लागि जुन जुन काटिन्छ त्यो काटियो, बाँकी भएको नम्बर खुइ यहाँ लेख्ने हो। त 2 ले 2 यहाँ क्यान्सल भयो, x ले x स्क्वायरले डिभाइड गर्दाखेरि पक्कै हामीले थाहा छ कति हुन्छ त, यो थाहा छ x हुन्छ, त्यो बाहेक केही हुँदैन। किनकि दुईटा x मा एउटा x गयो भनेपछि पक्कै 4 वटा x हुँदैन, एउटा x हुन्छ। माइनस साइन छ भने माइनस उठाएर यहाँ राख्ने हो है। यो माइनस यहाँको साइन यहाँ उठाएर यहाँबाट यहाँ राख्ने। यो 2x ले फेरि यतापट्टि डिभाइड गर्ने, कतिले जान्छ त 4 ले जान्छ। 2 4 जा 8, x क्यान्सल इज इक्वल टू 0 भयो। यो पनि मजाले बुझ्नु भयो हैन त, मजाले बुझ्यो। त अब एउटा कुरा हामीले थाहा छ नि त के गर्ने, या त के गर्ने, एकचोटि यो 2x इज इक्वल टू 0 हुन्छ, एकचोटि यो इज इक्वल टू यो हुन्छ है। त्यही भएर यहाँ लेखेको के लिए त, या त 2x इज इक्वल टू 0 और x इज इक्वल टू 0/2 और x इज इक्वल टू कति हुने भयो त 0 हुने भयो। 2 ले 0 लाई डिभाइड गर्दा 0 नै हुन्छ, 0 लाई जतिले डिभाइड गरे पनि 0 नै हुन्छ। चाहे तपाईं 10,000 ले डिभाइड गर्नुस्, 800 ले डिभाइड गर्नुस्, जतिसुकैले डिभाइड गर्नुस् 0 नै हुन्छ। या तमा भयो। अब त अर्को निकाल्नु पर्यो नि त। या त यति भयो अनि कि त पनि जानु पर्यो नि त। कि त के हुन्छ त x - 4 इज इक्वल टू 0 और x इज इक्वल टू यहाँ कति हुने भयो त 4 हुने भयो। किनकि -4 इज इक्वल टू भित्र छ, यसलाई बाहिर निकाल्दाखेरि के हुन्छ त प्लस हुन्छ, बाहिर निकाल्दा के हुन्छ त प्लस हुन्छ। त्यही भएर यहाँ यो लेखेको यसरी, यसलाई बाहिर निकाल्दा। अब यो पनि मजाले बुझ्नुभयो। त x को भ्यालु कतिवटा आयो त, x इज इक्वल टू एउटा 0 एउटा 4 आयो। यति एन्सर भयो। मजाले तपाईहरु गर्न सक्नुहुन्छ। यो पनि थाहा भयो। त यो त थाहा भयो। अब यो त यस्तो तरिकाले गर्ने हो, यो बुझ्यो भनेपछि अब बी नम्बरको कसरी गर्ने त्यो पनि बुझ्नु पर्यो नि त। त बी नम्बरको पनि हेरौँ न त के रहेछ, यो पनि धेरै ठुलो कुरो हैन। किनकि
हामी त सजिलैसँग गर्न सक्छौँ किनकि हामीलाई कन्सेप्ट टेक्निक सबै थाहा छँदैछ है। त एकचोटि के गर्नु पर्यो त यो इक्वल टु यो हुन्छ है, एकचोटि यो इक्वल टु यो हुन्छ हैन त। यहाँ यो के गर्नु पर्यो देयरफोर कि त x + 3 = 16 और x = 16 - 3 हुन्छ कि हुँदैन है, -3 भयो। हामीले थाहा छ अरे यार यो त किन -3 हुँदैन, इक्वल टु भित्र प्लस छ बाहिर निकाल्दा माइनस हुन्छ, त्यो सबैलाई थाहा भएकै कुरो यो भनिराख्नु परेन। भनेपछि सब्ट्र्याक्ट गर्दा कति हो त 13। अब यो त कि त भयो हैन त, यो कि त हैन सुरुमा लेख्ने या त लेख्ने हो के, त्यसपछि कि त हो लेख्ने या त। अब लेख्ने कि त या त x + 3 = 16 कि त x - 3 = 16 है, x - 3 = 16 और x = 16 + 3 भयो और x = 36 कति भयो त 19। देयरफोर x को दुईटा भ्यालु आयो, एउटा 13 एउटा 19 आयो। यो एन्सर पनि आयो हामीलाई, यो पनि मजाले गर्न सक्यो। यो भनेको हल गर हैन, हामी यो मजाले थाहा पायौं। त यो दुईवटा क्वेसन त हामीले मजाले थाहा पायौं, बुझ्यौं। यसको या त कि त गरेर निकाल्यो एन्सर x को भ्यालु। भनेपछि अब सी नम्बरको के होला त, कसरी गर्ने होला त, त्यो पनि मनमा अलिक खुल्दुली आउँछ नि त। किनकि यहाँ त के भनिन्छ सूत्र विधिबाट हल गर्नुहोस् भनेको छ नि त। त सूत्र विधिबाट हल गर्नको लागि हामीले सूत्र थाहा छ, वर्ग समीकरणको सूत्र हैन त, त्यो हामीले पढेका छौं। त सबभन्दा पहिला हामीले के गर्ने, यसलाई के गर्ने त सबभन्दा पहिला हामी क्वेसन सार्ने हो। x² + 7x + 10 = 0। यसलाई हामी इक्वेसन फर्स्ट मान्दियौँ है। यसलाई के गर्ने हामी इक्वेसन फर्स्ट मान्ने। इक्वेसन फर्स्ट मानिसकेपछि के गर्ने त यसलाई थाहा छ, यसलाई समीकरणसँग तुलना गर्ने। समीकरण फर्स्टलाई ax² + bx + c = 0 सँग तुलना गर्दा है, के गर्दा तुलना गर्दा। अब यहाँ हेर्नुहोस् कम्पेयरिङ गर्ने, तुलना गर्ने। हेर यो x² छ, यहाँ कति छ x² भनेपछि यो ठ्याक्कै मिलेछ है, समीकरण अनुसार मिलेको छ। यहाँ कति छ bx, यहाँ कति छ 7x, b को ठाउँमा 7 x को ठाउँमा 1 छ भनेपछि यो पनि मिलेको छ। c को ठाउँमा यहाँ कति छ 10 छ भनेपछि यो मजाले मिलेको छ। यो वर्ग समीकरणमा फर्स्ट क्लास मिलेको छ है यो। भनेपछि अब के बुझ्नु पर्यो त, यहाँ अब x² को कोफिसिएन्ट यहाँ के छ a छ, x को कोफिसिएन्ट यहाँ के छ b छ, अनि c को कोफिसिएन्ट त छैन भयो, यो भनेको कोफिसिएन्टै हुँदैन, यो भनेको कन्स्ट्यान्ट नम्बर हो है, जहिले पनि नम्बर हुन्छ हैन त। यो बुझ्नु पर्यो हैन त यो। अब यहाँ हामीले के बुझ्नु पर्यो भनेदेखि, अब यति बुझिसकेपछि हामीले अब एउटा कुरा के बुझ्नु पर्यो, x² को कोफिसिएन्ट कति छ a छ हैन त। x² को कोफिसिएन्ट कति छ a छ, अनि x को कोफिसिएन्ट कति छ b छ। अब यहाँ हेर्नुस् यहाँ x² को कोफिसिएन्ट कति छ त, हामीलाई यहाँ थाहा छ त, यहाँ देखिन्छ त कोफिसिएन्ट छैन। त यस्तो बेलामा के बुझ्नु पर्यो भनेदेखि, यहाँ त x² भनेको त यहाँ त x² छ त, यहाँ त कोफिसिएन्टै छैन नि हैन त। यस्तो बेलामा के बुझ्नु पर्यो, जसको कोही हुँदैन नि, जसको कोही हुँदैन त्यसको उपरवाला एउटा हुन्छ, हुन्छ कि हुँदैन, त्यसको एउटा हुन्छ उपरवाला। को हुन्छ त, उपरवाला त एउटा छ नि त, त्यो भनेको 1 है। त त्यही भएर यहाँ x² को कोफिसिएन्ट के बुझ्नु पर्यो 1 छ भनेर बुझ्नु पर्यो। जसको कोही हुँदैन त्यसको 1 हुन्छ भनेर बुझ्नु पर्यो है। त यहाँ त्यही अनुसार बुझ्नु पर्ने, x को यहाँ के बुझ्नु पर्यो, x² को कोफिसिएन्ट 1 छ भनेर बुझ्नु पर्यो, x को कोफिसिएन्ट कति छ 7 छ भनेर बुझ्नु पर्यो। अरु सबै कुरा हामीलाई थाहा छ है। त भयो थाहा छ भनेदेखि अब खुइ लेख्ने हो यहाँ। त अब यहाँ के छ त x², त a यहाँ कति हुने भयो 1, b कति हुने भयो 7, c कति हुने भयो त 10
होइन त यहाँ कति हुने भयो 10 हुने भयो तर यहाँ 10 किन लिएको यहाँ साइन यहाँ +10 छ है तर साइन पनि हेरिराख्नु पर्ने हुन्छ है कहिलेकाहीँ के हुन्छ माइनस हुन्छ यहाँ त प्लस भएको हुनाले यहाँ +10 लिएको त्यहाँ प्लसको ठाउँमा माइनस भएको भए त्यहाँ साइन हेरेर जे छ त्यही लिने हो ल ठिक छ यो कुरा पनि हामीले थाहा भयो कोफिसिएन्टको बारेमा यो नम्बर एबिसीको भ्यालु लिने बारेमा त अब के गर्नु पर्यो त अब के गर्ने केही न केही एउटा समीकरण वर्ग समीकरणको सूत्र प्रयोग गर्ने अरु के गर्ने त सूत्र लेख्ने सूत्रानुसार लेख्नु पर्यो त सूत्र के हो त x = -b + -√b² - 4ac/2a के सूत्र हुनु नि यो सूत्र हामीलाई थाहा छ है त थाहा छ भनेदेखि हामी लेख्यौं त = -b त b भ्यालु कति छ 7 + -√b² भनेको कति छ 7 त 7 को स्क्वायर लेखिदियौं -4 * a भनेको कति भयो 1 त्यसपछि c भनेको कति छ 10/2a 2 * 1 हैन त 1 किन त a को भ्यालु 1 छ यो कुरा हामीले थाहा छ त अब यो थाहा छ भनेदेखि अब खुइखुइ यहाँ सार्ने हो थाहा भएको कुराहरू -7 ले केही नगर्ने सार्दै जाने प्लस माइनस पनि केही नगर्ने सार्दै जाने किनकि अन्डर भित्रको पहिला यसको उपचार गर्नुपर्ने हुन्छ है यो भित्रको त 7 को स्क्वायर छ भनेदेखि 49 भयो 7 7 ज हैन त दुईटा 7 49 भयो त्यसपछि माइनस कति हुने भयो त यो 40 हुने भयो है अब तलको के छ 2 र 1 लाई मल्टिप्लाई गर्दा कति हुने भयो 2 हुने भयो त और -7 + -√, यो सब्ट्र्याक्ट गर्दा कति हुने भयो त 9/2 हुने भयो और -7 + माइनस यो कति हुने भयो 9 को के हुन्छ √3 हुन्छ कि हुँदैन 3 3 = 9 रुट भित्र दुईटा नम्बर छ भनेदेखि पेयर नम्बर छ भनेदेखि के हुन्छ त एउटा नम्बर बाहिर निस्किन्छ त 3 बाहिर निस्कियो अरु त निस्किदैन भनेपछि 1/2 भित्र रह्यो किनकि 2 एउटा छ त्यही भएर 2 बाहिर निस्केन त अब यो यस्तो आयो भनेदेखि अब के गर्ने एकचोटी प्लस चिन्ह लिदा भनेर लेख्ने प्लस चिन्ह लिदामा के गर्नु पर्यो त -7 + 3√1/2 एउटा यो भयो अर्को कति हुन्छ माइनस चिन्ह लिदा त -7 - 3√1/2 भयो यो नै के भयो त एन्सर भयो यो भनेको के हो त वर्ग समीकरणको सूत्र प्रयोग गरेर सूत्र विधिबाट भनेपछि हामीले के बुझ्नु पर्छ वर्ग समीकरणको सूत्र बुझ्नु पर्छ है यो कुरा चाहिँ एकदम मजाले याद गर्नु पर्छ यो सूत्र यो कण्ठ गर्नै पर्ने हुन्छ यो च्याप्टरको लागि है त्यही भएर किन मैले अघि भनिसकेको छु कहिलेकाहीँ फ्याक्टराइज गर्दाखेरि अलिक अप्ठ्यारो हुन्छ त्यस्तो बेलामा खुइखुइ यो वर्ग समीकरणको सूत्र लगाउने भने मजाले यो यसको भ्यालु निकाल्न सकिन्छ त हामीले यो कुरा थाहा पायो बुझ्यो यो हामी यो बेसिक कन्सेप्ट यो हल गरेको यसको भ्यालु निकाल्नको लागि त यो तपाईहरुले भिडियो हेरेर मजाले घरमा एकचोटी हेर्ने प्र्याक्टिस गर्ने है त्यसपछि तपाईहरुले मजाले गर्न सक्नुहुन्छ त अब अर्को क्वेशन आयो अर्को क्वेशन देखिराख्नु भएको छ नि यहाँ के रहेछ त क्वेशनमा त हेरौँ न त क्वेशन के रहेछ कुनै दुई अंकको संख्या त्यसका अंकहरूको गुणनफल 12 छ यदि सो संख्यामा 36 जोड्ने हो भने संख्या परिवर्तन हुन्छ यो कुरा त थाहा छ संख्या परिवर्तन हुन्छ त्यो त हामी गर्दै गएपछि अझै थाहा हुन्छ तर यसमा निकाल्नु पर्ने के हो त्यो बुझ्नु पर्यो नि त हामीले त हेरौँ त निकाल्नु पर्ने के छ त क नम्बरमा उक्त संख्याको समीकरण लेख्नुहोस् ख नम्बरमा दिएको परिवर्तन संख्या र संख्याहरूको अंकहरू लेख्नुहोस् दुई अंकको संख्या पत्ता लगाउनुहोस् त ठीक छ त अब हामी लेखौँ न त उत्तर यसको बारेमा सोलुसन गरौँ
हैन त। त नम्बर क को एन्सर के हुन्छ यो हामीले थाहा पाइसक्यो होला मनमनै यसको बारेमा। उक्त सङ्ख्याको समीकरण लेख्नुहोस्। त अघि मैले कन्सेप्ट लेख्दाखेरि तपाईँहरूलाई मैले भनिसकेको छु नि, सङ्ख्या भनेको के हो, 2 अङ्कको सङ्ख्या हुन्छ नि, त्यो भनेको के हो त 10x + y। अर्को सङ्ख्या भनेको के हो त 10y + x। त्यसलाई परिवर्तित सङ्ख्या भन्छ, 10x + y लाई सुरुको सङ्ख्या भन्छ। त्यसमा के भन्छ, उक्त सङ्ख्याको समीकरण लेख्नुहोस्। त हामीले थाहा भइसक्यो मनमनै हैन त, भनेको सङ्ख्या कति हुन्छ त 10x + y भयो, सङ्ख्या थाहा भयो। अब के लेख्ने, ख नम्बरमा यो त के को एन्सर थियो, क को एन्सर। ख नम्बरमा के छ, दिएको परिवर्तित सङ्ख्या। ख नम्बरमा के छ, दिएको परिवर्तित सङ्ख्या र सङ्ख्याहरूको अङ्कहरू लेख्नुहोस्। त थाहा छ यो सङ्ख्या भयो। परिवर्तित सङ्ख्या भनेको के हुन्छ त परिवर्तित सङ्ख्या। परिवर्तित सङ्ख्या भनेको 10y + x हुन्छ है। र अङ्कहरू, सङ्ख्याका अङ्कहरू, सङ्ख्याका अङ्कहरू के हुन् त, एउटा x अर्को y हुन्छ है। ल यो पनि भयो। अब ग नम्बरमा के भनेको छ त 2 अङ्कको सङ्ख्या पत्ता लगाउनुहोस्। त 2 अङ्कको सङ्ख्या पत्ता लगाउनको लागि यो समीकरणबाट जाने हो। यहाँ के छ त, यहाँ ल हेर्नुहोस् त, कुनै 2 अङ्कको सङ्ख्या त्यसका अङ्कहरूको गुणनफल कति छ 12 छ है। त यहाँ लेखो अङ्कहरूको गुणनफल त प्रश्न अनुसार 2 अङ्कको सङ्ख्या त्यसका अङ्कहरूको गुणनफल भनेको x y हैन त। अङ्कहरू भनेको के हो त, एउटा अङ्क भनेको x, अर्को अङ्क भनेको y हो। त अङ्कहरूको गुणनफल भनेपछि x y, x × y भनेपछि x y। त कति छन् त अङ्कहरूको गुणनफल 12 छ। यो लिदियौँ हामीले। त्यसपछि के भनेछ, दोस्रो प्रश्न अनुसार, दोस्रो प्रश्न अनुसार के छ त यहाँ, यदि सो सङ्ख्यामा 36 जोड्ने हो भने त सो सङ्ख्या भनेको कुन सङ्ख्यालाई भन्छ, त्यो पनि हामीले थाहा भइसक्यो, सुरुको सङ्ख्यालाई भन्छ, 10x + y लाई भन्छ। त सो सङ्ख्यामा यदि सो सङ्ख्यामा 36 जोड्ने हो भनेदेखि 10x + y हैन त, यसमा 36 जोड्ने हो, 10x + y मा 36 जोड्ने हो भने के हुन्छ त, सङ्ख्याहरू परिवर्तन हुन्छ। भनेपछि हामीले परिवर्तन सङ्ख्या पनि थाहा छ, त्यो भनेको के हो 10y + x हैन त। सङ्ख्या भनेको 10x + y, परिवर्तन सङ्ख्या भनेको 10y + x है। यो पनि थाहा भयो हामीलाई। अब यो यति हामीले प्रश्न अनुसार यो समीकरण, म्याथमेटिकल समीकरण बनाइसकेपछि हामीले के गर्नु पर्यो त, अब जुन जुन लाइक टर्म छ, जुन सजातीय टर्महरू छ, त्यो टर्महरूलाई के गर्ने, एक ठाउँमा खोजी कहाँ छ त्यसलाई ल्याउने, एक ठाउँमा राख्ने। अनि विजातीय टर्म जुन छ त्यसलाई पनि खोजी अर्को ठाउँमा राख्ने है। त्यसपछि हामी अनि समीकरण बनाउन सक्छौँ। त हेरौँ न त यहाँ खोजी कुन राख्नु पर्यो, त्यो पनि हेर्नु पर्यो नि त खोज्नको लागि हैन त। त सबभन्दा पहिला यहाँ हामी हेरौँ x। यहाँ कति छ 10x = बाहिर के छ x छ। त्यो भित्र ल्याउँदा के भयो त -10x भयो। अब x खोजी एक ठाउँमा राखिसक्यो। अब खोज्नु पर्ने के छ त y छ। यहाँ हेर्ने +y। अब = बाहिर हेर्नुहोस् y कहाँ छ, = बाहिर y भनेको 10y हो। अब त्यसको साइन के छ, साइन केही पनि छैन। 10 को यहाँ साइनै केही छैन भने के बुझ्नु पर्यो, प्लस साइन बुझ्नु पर्यो। प्लस छ भनेदेखि = बाहिर प्लस हो, भित्र ल्याउँदा के हुन्छ माइनस हुन्छ, -10y। यो पनि थाहा भयो। अब = भित्र नम्बर छ 36, बाहिर निकाल्दा के हुन्छ -36। हामी सजिलैसँग खोजी सजातीय पदहरू र विजातीय पदहरू खोजी एक ठाउँमा राख्यौँ। त अब यो त राख्यौँ।
अब के गर्ने त त्यो कुरा पनि आउँछ के गर्ने केही न केही जोड्ने घटाउने 10x मा x गयो प्लस 10x माइनस x यो पक्कै के हुन्छ त 9x हुन्छ माइनस 10y y जुन नम्बर बढी छ त्यसको साइन लिने त त्यही भएर माइनस साइन लियो 10 बढी छ सबट्र्याक्ट गर्दा के भयो त 9y भयो माइनस 36 भयो यो कुरा पनि थाहा भयो त अब के गर्नु पर्यो यहाँ कमन झिक्नु पर्यो 9 कमन आउँछ यो सजिलै थाहा भयो यता पनि 9x छ उता पनि 9y छ भनेपछि अरू यता x छ यता बढी y छ अब xy मा कमन आउँदैन यही एउटा भएको 9 मा कमन आउँछ त 9 ले 9 लाई डिभाइड गर्दा क्यान्सल x बाँकी रह्यो यतापट्टि y बाँकी रह्यो 9 क्यान्सल भएर त यो नम्बर सार्नु पर्यो त और x माइनस y इज इक्वल टु माइनस 36/9 हुने भयो यो कतिले क्यान्सल हुने भयो त 4 टाइम्स थाहा भयो हामीलाई x माइनस y इज इक्वल टु साइन यसको के छ माइनस छ त्यही भएर यहाँ माइनस अनि 4 लिएको बल्ल बल्ल एउटा इक्वेसन बन्यो है त्यो पनि यसलाई नामाकरण गर्दिनु त्यसलाई नामाकरण गरून् यसको नाम समीकरण फर्स्ट भयो हामीले थाहा भयो अब एउटा समीकरण त बन्यो अब यस्तै खालको फेरि अर्को समीकरण बनाउनु पर्ने हुन्छ त्यसपछि बल्ल x र y को भ्यालु निस्किन्छ है त ठिक छ केही छैन हामीले थाहा छ के थाहा छ भनेदेखि यहाँ के छ यो x र y को भ्यालु कति छ त xy इक्वल टु 12 छ यता x माइनस y छ त यस्तो बेलामा ट्रिक लगाउने है कस्तो ट्रिक कन्सेप्ट लगाउने भनेदेखि यदि यस्तो एउटा फर्म प्रोडक्टको फर्म गुणनफलको फर्ममा छ अर्को एउटा यहाँ माइनसको फर्ममा वा प्लसको फर्ममा भयो भने हामी आँखा चिम्लेर एउटा फर्मुला लगाउने हो है त्यो भनेको के लगाउने हामी एउटा सूत्र लगाउने हो हामी सूत्र भनेपछि यसरी लेखौँ न त्यो भन्दा पनि सूत्र भन्दा पनि हामीले थाहा छ भनेर लेख्ने के हामीले थाहा छ हैन त हामीले थाहा छ अब त्यो त पक्कै केही न केही त थाहा होला नि त हामीले थाहा छ यो एउटा सूत्र थाहा छ अरू के थाहा हुनु यो एउटा सूत्र चाहिँ थाहा रहेछ x माइनस y को होल स्क्वायर प्लस 4xy यो सूत्र थाहा छ है यहाँ x प्लस y इज इक्वल टु अंडर रुट x माइनस y होल स्क्वायर प्लस 4xy लगाएको किन लगाएको त यहाँ x माइनस y छ यदि यहाँ x माइनस को ठाउँमा प्लस भइदिएको भए x प्लस y भइदिएको भए यहाँ x माइनस y इज इक्वल टु x प्लस y होल स्क्वायर माइनस 4xy हुन्थ्यो यो कुरा सम्झिराख्नुपर्छ है यो ठ्याक्कै फर्मुला अपोजिट हुन्छ यो हिसाब इक्वेसन यो जुन छ नि यो इक्वेसन हेरेर लगाउने यो फर्मुला घरि यो लगाउनु पर्छ घरि मैले अघि बोलेको फर्मुला लगाउनु पर्छ है यो फर्मुलाहरू लगाउनु पर्छ यो प्राय फर्मुलाहरू अरू बुकहरूमा छैन यस्तो टेक्निक मैले यो चाहिँ होलसेल फर्मुला यहाँ लगाइदिएको छु टेक्निक ताकि विद्यार्थीहरूलाई धेरै भन्दा धेरै सजिलो होस् है त ल यो कुरा थाहा भयो एउटा फर्मुलाको बारेमा पनि थाहा भयो है त ल मजाले फर्मुला पनि बुझ्यो त अब यो सार्नु पर्यो नि त यहाँ हैन त यहाँ के गर्नु पर्यो त और x प्लस y इज इक्वल टु x माइनस y यहाँ कति छ x माइनस y छ त x माइनस y को यहाँ होल स्क्वायर छ नि त यहाँ x माइनस को भ्यालु यहाँ कति छ त यहाँ भ्यालु छ नि त यहाँ बुझ्नको लागि यसलाई हाइलाइट गरिदिउँ है त x माइनस y को भ्यालु यहाँ कति छ माइनस 4 छ त यही x माइनस y को भ्यालु जुन माइनस 4 छ नि यो माइनस 4 यहाँबाट उठाएर यहाँ राख्ने हो है केही गर्नु पर्दैन माइनस 4 यहाँ राखिदिने हो अनि यो 4 जस्ताको त्यस्तै पनि उठाएर राख्ने हो इन्टु गर्ने यहाँ इन्टु xy यहाँ हेर्नुस् xy को भ्यालु पनि यहाँ छ नि त कति छ त 12 छ त यो 12 भ्यालु यहाँबाट उठाएर थचक्क यहाँ राखिदिनु हो केही गर्नु परेन है त यति भ्यालु यसरी खोजी 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 उठाएर राखिसकेपछि त्यसपछि हामीले के गर्ने हो त त्यो पनि थाहा छ हामीले के गर्ने यसलाई उपचार गर्नु त पर्यो नि त्यसलाई त यो जस्ताको त्यस्तै पहिला सार्ने और x प्लस y इज इक्वल टु के गर्ने यहाँ यसलाई 2 टाइम्स मल्टिप्लाई
4लाई 2 टाइम्स गर्दा कति हुने भयो त माइनसलाई पनि 2 टाइम्स किनकि माइनसको पनि होल स्क्वायर छ नि त माइनसलाई 2 चोटि गुणन गर्दा प्लस हुन्छ भनेर थाहा हुन्छ सजिलै भन्न सकिन्छ 4लाई 2 चोटि गुणन गर्दा कति हुने भयो त 16 हुने भयो यो पनि थाहा भएकै कुरो हो कुनै यो ठुलो नयाँ कुरो होइन प्लस 12 चौका कति भयो त यति भयो हैन यसलाई के गर्ने त अन्डर रुट भित्रै राख्ने हो अब यो पनि थाहा भयो यो थाहा भएपछि यसलाई चिरफार गर्दै जानु पर्यो x + y = यसलाई एड गर्दाखेरि कति भयो त 8 6 14 4 1 5 1 6 भयो 64 त और x + y = यसको रुट कति हुन्छ त थाहा छ नि त्यसको रुट 64 को रुट थाहा छ यसको रुट 8 हुन्छ अब यो 8 हुन्छ भनेदेखि यसलाई हामी नामाकरण गरौँ समीकरण कति हुने भयो त सेकेन्ड अब फर्स्ट समीकरण पनि थाहा भयो सेकेन्ड समीकरण पनि थाहा भयो दुईटै समीकरण थाहा भयो अब यो दुईटै समीकरण थाहा भएपछि अब के गर्ने त एउटा न एउटाले चाहिँ काट्नु पर्ने हुन्छ है या त यो x लाई काट्ने या त यो y लाई काट्ने कता गयो फर्स्ट समीकरण यो त यो x लाई काट्ने या त यो y लाई काट्ने अब x लाई कट गर्ने हो भनेदेखि घटाउँदा लेख्नु पर्छ घटाउँदा लेख्दाखेरि के हुन्छ त साइन चेन्ज गर्नुपर्छ है घटाउँदा लेख्दाखेरि के हुन्छ त साइन चेन्ज हुन्छ र जोड्दा गर्दाखेरि के हुन्छ त साइन केही पनि चेन्ज गर्नु पर्दैन जस्ताको त्यस्तै इक्वेसन सार्ने अनि जुन प्लस माइनस हुन्छ त्यसलाई खुइखुइ कट गरिदिने त यहाँ लेखौँ न त y लाई कट गर्ने बरु केही गर्नु परेन है त अब के गर्ने समीकरण फर्स्ट र समीकरण सेकेन्ड फर्स्ट र सेकेन्डलाई जोड्दा फर्स्ट र सेकेन्डलाई जोड्दा भनेपछि फर्स्ट समीकरण सार्नु पर्यो फर्स्ट समीकरण हामीले थाहा छ x - y = -4 अर्को कति छ x + y = 8 यो समीकरण थाहा भयो जोड्दामा केही गर्नु पर्दैन है के गर्नु पर्यो त यो क्यान्सल हुन्छ है त्यति हो -x + y क्यान्सल भयो x र x के भयो त्यो प्लस छ 2x = अब यहाँ हेर्ने यहाँ -4 यता +8 त्यो पनि सब्ट्र्याक्ट भयो 8 मा 4 गयो 4 रह्यो x = 4/2 2 दुना 4 2 भयो और x को भ्यालु कति आयो त 2 आयो हैन त x को भ्यालु 2 आयो भने अब के गर्ने त x को भ्यालु 2 आउँदाखेरि x को भ्यालु 2 therefore x = 2 समीकरण फर्स्टमा राख्दा है अब फर्स्टमा राख्दा तपाईहरुले फर्स्टमै राख्नुपर्छ भने छैन तपाईहरुले सेकेन्डमा राखे पनि भो जुनमा तपाईहरुलाई सजिलो लाग्छ त्यसैमा राख्नुस् है अब मैले त अब यहाँ त्यतिकै राख्दिए फर्स्टमा राख्दिए अब एन्सर एउटै हुन्छ त फर्स्टमा राख्दा त फर्स्ट समीकरण त सार्नु पर्यो नि त x - y = -4 और x को भ्यालु कति छ त 2 त 2 लियो x को ठाउँमा भ्यालु 2 राख्यो -y - y = -4 और -y = -4 यो इक्वल टु भित्र यता के छ कुनै साइन छैन भने प्लस बुझ्नु पर्यो यसले बाहिर लाँदा माइनस हुन्छ त और -y = -6 और y = कति हुने भयो त 6 भयो किन 6 भयो त थाहा छ नि यतापट्टि पनि के छ त माइनस यता नि माइनस इक्वल टु भित्र माइनस माइनस छ भने के हुन्छ क्यान्सल त यो पनि थाहा भयो हामीलाई हैन त अब निकाल्नु पर्यो के संख्या क्वेशनमा के भनेको छ संख्या निकाल भनेको छ दुई अंकको संख्या निकाल्नुहोस् त संख्या भनेको हामीले थाहा छ 10x + y 10x + y हैन त और यहाँ के भयो त 10 * x x को भ्यालु कति छ 2 त 2 राख्ने प्लस y को भ्यालु भर्खर निकालेको 6 यहाँ के हुनु त और 20 + 6 = 26 अनि संख्या कति आयो त 26 आयो है त्यो यसरी पहिला यो संख्या निकाल्नु भन्दा अगाडि के गर्नु पर्यो त संख्या निकाल्नु भन्दा अगाडि पहिला x को भ्यालु निकाल्नु पर्यो y को भ्यालु निकाल्नु पर्यो x को भ्यालु र y को भ्यालु निकालिसकेपछि त्यसपछि बल्ल अनि संख्या निकाल्न सकिन्छ त्यो कुरा पनि थाहा भयो हामीलाई हैन त
हो त्यो क्वेसन भनेको एसीमा आउने भनेको यही स्टाइलका क्वेसनहरू र यसैका डुप्लिकेट क्वेसनहरू एसीमा आउने हो लम क्वेसनमा है। त्यो भनेको कति मार्कमा आउँछ त 5 मार्कमा आउँछ है। त्यो तपाईहरुलाई यो 5 मार्क क्वेसनको लागि यसरी तपाईहरुले गर्नुपर्ने हुन्छ, अरु केही गर्नुपर्ने पर्दैन। एउटा सिंगै 5 मार्कको क्वेसन यसबाट आउँछ। यस्तो यस्तो स्टाइलको या त यो 2 अङ्कको संख्या र त्यही उमेरवाला सम्बन्धी मध्ये कुनै न कुनै क्वेसन एउटा आउँछ है। त यो भयो। ल यो एकचोटी तपाईहरुले मजाले स्क्रिनशट गर्नुस् है। यो भिडियो मजाले घरमा गएर हेर्नुस्, एकचोटी मजाले प्र्याक्टिस गर्नुस्, त्यसपछि हेर्नुस् कति सजिलो हुन्छ, तपाईहरुले मजाले गर्न सक्नुहुन्छ। त यो 2 नम्बरको क्वेसन त यस्तो भयो भनेपछि तेस्रो नम्बरको क्वेसन कस्तो होला त हैन त, त्यो पनि अब मनमा खुल्दुली लाग्छ नि त। त तेस्रो नम्बरको क्वेसन कस्तो होला यहाँ हेर्नुस्। तेस्रो नम्बरको क्वेसन यस्तो खालको छ। 2 अङ्कको संख्याहरूको योग कति छ 11 छ। उक्त संख्याको अङ्कलाई स्थानमान परिवर्तन गर्दा बन्ने संख्या सुरुको संख्या भन्दा कतिले बढी हुन्छ त 45 ले बढी हुन्छ। ठ्याक्कै अघिकै क्वेसनको डुप्लिकेट छ कि छैन हैन त, अघिकै क्वेसनको डुप्लिकेट छ। यो गरिदिनु पर्छ। ल ठीक छ, यो एउटा क्वेसन गरिदिउँ है, अझै प्र्याक्टिस हुन्छ। त अब यो क्वेसन लेखौँ। के छ त अङ्कहरूको नाम लेख्नुहोस्। अघिकै जस्तै यो हामीले थाहा भएको कुरो हो। यो अब त हामी खुफी लेख्न सक्छौँ। अङ्कहरू कति नम्बरको क्वेसनमा अङ्कहरू भनेको एउटा x र अर्को के हुन्छ y हुन्छ, अरु केही हुँदैन यो बाहेक। ख नम्बरमा परिवर्तित संख्याको समीकरण लेख्नुहोस्। परिवर्तित संख्या भनेको त्यो संख्या पनि हामीले थाहा छ 10y + x थाहा छ हैन त, यो संख्या पनि थाहा भयो हामीलाई। अब ग नम्बरमा के छ त 2 अङ्कको संख्याका अङ्कहरू लेख्नुहोस्। ठ्याक्कै थाहा छ 2 अङ्कको संख्या भनेको 10x + y हैन त, अङ्कहरू भनेको यही हो है। अङ्कहरू के हो त त्यसैमा अलिकति घुमाएको छ, त्यसमा झुकिने कुरो भएन है, बुझ्नुभयो, x र y नै हुन्छ। अब घ नम्बरमा के छ सुरुको संख्या पत्ता लगाउनुहोस् है। घ नम्बरमा त सुरुको संख्या पत्ता लगाउनको लागि यहाँ पहिलो प्रश्न अनुसार के छ, यहाँ संख्याहरूको योग 11 छ हामीले थाहा छ। यहाँ लेख्ने पहिलो प्रश्न अनुसार के लेख्ने, पहिलो प्रश्न अनुसार के छ 2 अङ्कको संख्याहरूको योगफल। त अङ्कहरू भनेको थाहा छैन त x र y, त यसको योगफल भनेको यो जोड हो। x + y = कति हुने भयो त 11। ल फर्स्टमै समीकरण आयो है। ल कति सजिलो, अङ्कहरूको योगफल 11 छ, समीकरण फर्स्टमा निकालिसक्यौँ। त अब यसमा के गर्नु पर्यो त हैन त, उक्त संख्याको अङ्कलाई स्थानमान परिवर्तन गर्दा त उक्त संख्याको तपाईँ यहाँ लेख्नु त दोस्रो, यहाँ के लेख्ने त दोस्रो प्रश्न अनुसार के भनिन्छ त उक्त संख्याको अङ्कलाई स्थानमान परिवर्तन गर्दा है। त पहिला लेखो 10x + y। अब यो संख्यालाई स्थानमान परिवर्तन गर्दा भनेपछि कुन संख्या बन्छ त 10y + x बन्छ। यो हामीलाई थाहा भएकै कुरा हो। त स्थानमान परिवर्तन गर्दा बन्ने संख्या सुरुको संख्या भन्दा के हुन्छ त 45 ले बढी हुन्छ। त सुरुको संख्या 10x + y छ प्लस 45 भयो है। 45 ले बढी हुन्छ, त 45 ले बढी भनेपछि बढीमा प्लस लेख्नु, अरु केही गर्नु परेन। त यहाँ के हुनु भयो त और। अब अघि मैले भनेको कुरो आयो कि आएन। अब खोजी के गर्नु पर्यो त लाइक टर्मलाई एक ठाउँमा राख्नु पर्यो। त 10x उता = के छ -+x, यता ल्याउँदा -x प्लस y यता ल्याउँदा -10y = 45। मजाले हामी यो खुइ गर्न सक्छौँ। त और यहाँ कति भयो त 9x - 9y = 45। यहाँ के आयो त कमन, और 9 कमन आयो। त x - y = 45 और x - y = 45 कति आयो त 9, कतिले जान्छ 5 ले, और x - y = कति हुने भयो त 5। यो भनेको सेकेन्ड समीकरण भयो है।
कति सजिलो सेकेन्ड समीकरण निस्कियो। त अघिकै जस्तै अब हामीले गर्ने फर्स्ट समीकरण x + y छ यता x - y छ। त अघिकै जस्तै भयो कि भएन, y लाई कट गरिदिने। त अब समीकरण फर्स्ट र समीकरण सेकेन्डलाई जोड्दा समीकरण फर्स्ट र सेकेन्डलाई जोड्दा त x + y = 11 अर्को x - y = 5 भनेपछि यो के भयो त प्लस माइनस क्यान्सल भयो। 2x = यो कति भयो त 16 यो पनि थाहा भयो। अब यहाँ के भयो त और x = 16 / कति हुनुभयो त 2 2 ले कति चोटिमा गयो त 8 चोटिमा गयो। त x = 8 x को भ्यालु कति आयो त एउटा 8 आयो। x को भ्यालु 8 आयो भनेपछि अब हामीले निकाल्नु पर्यो के त y को भ्यालु निकाल्नु पर्यो। त y को भ्यालु निकाल्नुको लागि के गर्ने त हामीले त्यही x को भ्यालु के गर्ने त कुनै दुईवटा मध्ये एउटा समीकरणमा पुट गर्ने हो। त यहाँ लेख्ने x = 8 समीकरण फर्स्टमा राख्दा त फर्स्टमा राख्दा फर्स्ट समीकरण कति छ x + y = 11 और x को भ्यालु हामीले यहाँ निकालेछौँ कति x = कति छ यहाँ 8 छ। यही 8 उठाएर यहाँ राखिदिउँ x को ठाउँमा 8 + y = 11 और y = 11 माइनस कति हुने भयो त 8 और y = कति भयो त 8 मा 11 8 मा सब्ट्र्याक्ट गर्दा कति हुने भयो त कति हुने भयो 3 हुने भयो थाहा छ हैन त। अब x को भ्यालु पनि आयो y को भ्यालु पनि आयो। अब यो जुन दुईटा भ्यालु आउँछ नि त्यही भ्यालु के गर्ने त हामीले निकाल्नु पर्ने के हो यो संख्या हैन त संख्या निकाल्नु भने छ नि त सुरुको संख्या त संख्या भनेको हामीले थाहा छ 10x + y त और 10 * x को भ्यालु कति छ हामीले थाहा छ 8 प्लस y को भ्यालु कति छ 3 और 80 + 3 भनेपछि दियर4 कति हुने भयो त 83 एन्सर भयो। यही नै के भयो त संख्या यो संख्या आयो। यसरी हामीले संख्या निकाल्ने है। तब मजाले हामी के गर्छौं त्यो गर्न सक्छौं। त्यो क्वेशन मजाले एकचोटी हेर्ने है अनि अघिकै जस्तै घरमा प्र्याक्टिस गर्ने त्यसपछि अझै सजिलो हुन्छ अर्को क्वेशन गर्नको लागि। त्यो मजाले तब त बुझ्नु भयो नि त्यो यो सर हेर्ने पहिला इक्वेसन बनाउने इक्वेसनलाई सोल्भ गर्ने x को भ्यालु आउँछ त्यो x को भ्यालु इक्वेसन कुनै न कुनै दुईटा मध्ये एउटामा राख्ने त्यसपछि y को भ्यालु आउँछ x र y को भ्यालु आएपछि अनि 10x + y मा राख्दिने यो संख्यामा एन्सर आइहाल्छ है। ल एकचोटी यो स्क्रिनशट लिनुस् मजाले स्क्रिनशट लिनुस् अनि घरमा गएर हेर्नुस् कति सजिलो छ। त अब हामी अर्को क्वेशनमा जान्छौं। अर्को क्वेशन के रहेछ दुईजना दाजुभाइको हालको उमेरको योगफल 43 वर्ष छ। उनीहरूको उमेरको गुणनफल यति छ भनेछ हैन त। माथिको कथनलाई समीकरणको रूपमा लेख्नुहोस् है। ती दाजुभाइको हालको उमेर पत्ता लगाउनुहोस् भनेछ हैन त। अब यो त क्वेशन हामी अघि त दुई अङ्कको संख्यावाला क्वेशन गर्यो। अब चाहिँ उमेरवाला क्वेशन आयो। अब जाँचमा संख्यावाला क्वेशन आएन भने उमेर टाइपको क्वेशन आउँछ उमेरवाला क्वेशन आएन भने संख्यावाला क्वेशन आउँछ है। त्यो दिमागमा राखिराख्नुस् अरु केही भन्नु पर्दैन है। त अब यो क्वेशन गरौँ। अब यसमा के रहेछ त दुईजना दाजुभाइको हालको उमेरको योगफल यति छ निकाल्नु पर्ने माथिको कथनलाई समीकरणको रूपमा लेख्नुहोस्। त ठिकै छ लेखिदिऊ। समीकरणकै रूपमा भनेछ भने हामी समीकरणकै रूपमा लेखौँ। दुईजना दाजुभाइको हालको उमेरको योगफल कति छ त 43। त जहिले पनि के बुझ्नु पर्यो उमेरमा हालको उमेर छ भनेदेखि जहिले पनि हालको उमेर x र y हुन्छ है। एउटाको उमेर x हुन्छ अर्कोको उमेर y हुन्छ। दाजुभाइ छ भनेदेखि दाजुको उमेर x हुन्छ भाइको उमेर y हुन्छ हैन। अनि त्यसपछि आमा छोराको उमेर छ भनेदेखि आमाको उमेर x हुन्छ छोराको उमेर y हुन्छ। बाउ छोरा छ भने बाउको उमेर x हुन्छ छोराको उमेर y हुन्छ।
यसरी चाहिँ लिनु पर्यो हालको उमेर है। र यसमा अर्को कुरो के बुझ्नु पर्यो, अघि अब अघि भनेछ भनेदेखि माइनस हुन्छ, एक्स वर्ष अघि भनेपछि एक्स माइनस भयो, पछि एक्स प्लस भयो है। त्यसरी चाहिँ हामीले यसमा चाहिँ यस्ता खालका कन्सेप्टहरू लगाउनु पर्छ। त्यो कन्सेप्ट मैले अघि भनिसकेको छु, त्यही भनेका कन्सेप्टहरू यहाँ लगाउने हो, अरू केही गर्नु पर्दैन। त्यहाँ दुईजना दाजुभाइको हालको उमेरको योगफल 43 वर्ष छ। त यहाँ पहिला के गर्ने, मानौँ यहाँ न अलिक राम्रो भएन, मानौँ हालको उमेर इक्वल टु एक्स। मानौँ हालको उमेर कसको, त्यो लेख्नु पर्यो नि त। कसको उमेर, हालको उमेर दाजुको इक्वल टु एक्स, अनि हालको उमेर भाइको इक्वल टु वाई। यो के हुन्छ त, इयर भन्दा नि नेपालीबाटै लेख्नु, नेपाली मिडियमलाई। वर्ष कति हुने भयो त, यति वर्ष हुने भयो, हामीले थाहा भयो। हालको उमेर यो बुझ्नको लागि मैले लेखिदिएको के हुन्छ त, एक्स वर्ष वाई वर्ष हुन्छ। तर हामीले यहाँ के भनेको छ, क नम्बरमा दुईजना दाजुभाइको हालको उमेरको योगफल भनेपछि, योगफल भने बित्तिकै जोड हुन्छ। हामीले यो कन्सेप्ट धेरै लेखिसकेका छौँ र धेरै यसको बारेमा वर्णन गरिसकेका छौँ। यो कति हुने भयो त, समीकरण फर्स्ट बन्ने भयो। किनकि उमेरको योगफल भनेको छ नि त, त्यो उमेरको योगफल जहिले पनि के हुन्छ, तपाईको योगफल जोडफल भने बित्तिकै प्लस हुन्छ है। हालको उमेरमा त एक्स प्लस वाई भयो। अब यो त भयो योगफल। अब के भनेछ, उनीहरूको उमेरको गुणनफल कति छ। अब माथिको कथनलाई के भन्छ, समीकरणको रूपमा लेख्नुहोस् भनेछ नि त। त अब एउटा त यो भयो योगफल, अर्को के छ, गुणनफल छ नि त। अर्को यहाँ के छ, गुणनफल। त गुणनफल कति छ त, यहाँ एक्स वाई इक्वल टु 460 छ। यो भनेको के हो त, गुणनफल। यो भयो है। ल यो कथन अनुसार भयो, यो हामी समीकरणको रूपमा लेखिसक्यो यसलाई है। अब यसलाई समीकरणको रूपमा लेखिसकेपछि अब ख नम्बरमा के भन्छ, ती दाजुभाइको हालको उमेर पत्ता लगाउनुहोस्। त हालको उमेर पत्ता लगाउनको लागि हामीले यसलाई सोल्भ गर्नुपर्ने हुन्छ। यो जुन एउटा समीकरण बन्यो त्यो सोल्भ गर्नुपर्ने हुन्छ। त अब यहाँ हेर्नुहोस् त एउटा कुरा, अघि मैले जुन तपाईँहरूले पढाएको थिएँ नि, त्यो 2 अङ्कको सङ्ख्यामा ठ्याक्कै त्यस्तै समीकरण आयो कि आएन यहाँ। ल हेर्नुहोस्, हो यहाँ आयो। के आयो त, पहिला हामीले 2 अङ्कको सङ्ख्यामा यस्तो गरेका थियौँ, एक्स प्लस वाई इक्वल टु 43 गरेका थियौँ। त्यस्तै एक्स वाईको भ्यालु निकालेका थियौँ। भनेपछि यस्तो किसिमको समीकरण आयो भने हामीले के थाहा छ, एउटा सूत्र थाहा छ नि त, टेक्निक। यहाँ एक्स प्लस वाईको समीकरण आयो भने एक्स माइनस वाई बराबर फर्मुला लगाउने। यहाँ एक्स माइनस वाई वाला समीकरण आयो भने एक्स प्लस वाई वाला सूत्र लगाउने हो। त हामी आँखा चिम्लेर त्यही सूत्र लगाउँछौँ, दायाँ बायाँ केही गर्दैनौँ, हामी केही गर्नेवाला छैनौँ, त्यही लगाउने हो। त हामीले सूत्र थाहा छ, एक्स के हुन्छ त, माइनस वाई इक्वल टु एक्स माइनस वाई इक्वल टु के हुन्छ त, माइनस छ भने यतापट्टि के हुन्छ, प्लस हुन्छ। एक्स प्लस वाई होल स्क्वायर, यहाँ प्लस भयो भने यहाँ 4x वाई हुन्छ। यो सूत्र हामीले थाहा छ है, धेरैचोटि यो सूत्र हामी प्रयोग गरिसकेछौँ अघिल्लो 2 अङ्कको सङ्ख्यावाला क्वेसनमा। त और एक्स माइनस वाई इक्वल टु एक्स प्लस वाईको भ्यालु यहाँ कति छ त, 43 छ। 43 को होल स्क्वायर माइनस 4 इन्टु एक्स वाईको भ्यालु कति छ त, 460 छ है। त और एक्स माइनस वाई इक्वल टु, अब एक्स माइनस वाई इक्वल टु छ, त्यो त धेरै ठुलो नम्बर छ। त ठुलो नम्बर छ भनेदेखि यसलाई के गर्ने त, क्यालकुलेटरमा मुखले गर्दाखेरि के हुन्छ त, कहिले काहीँ मिस्टेक हुन जान्छ हैन त।
अब यसरी मिस्टेक भयो भने तपाईहरु क्याल्कुलेटर लिने, यसरी क्याल्कुलेटर लिने अनि ट्याक ट्याक नम्बर यहाँ थिच्ने। त्यहाँ कति रहेछ त 43, त 43 इन्टु 43 गर्दा कति आयो त 1849, 1849 माइनस। अब यो पनि नम्बर अब मुखले गर्दाखेरि मिस्टेक हुन जान्छ है, हतार हतार जाँचमा गर्दाखेरि, किनकि अलिक कहिलेकाहीँ के हुन्छ क्वेसन अरू छुटिराखेको हुन्छ नि त, त्यही भएर मुखले गर्दा अलिक कहिलेकाहीँ क्वेसन मिस्टेक हुन जान्छ। त्यही भएर क्याल्कुलेटर लिने अनि गर्ने। अब कति छ त यहाँ 460, 460 इन्टु कति भयो त 4 गर्दा कति आयो त 460 इन्टु 4 1840 आयो, 1840 आयो। त अब यो यति आयो भनेदेखि अब हामीले यहाँ सार्दै जाने हो। यो एक स्टेप x माइनस वाई इक्वल टु यो कति हुने भयो त यो यति छ। अब यसलाई घटाउने हो है। अब यसलाई माइनस 1849 गर्ने हो। 1849 गर्दा कति आयो त 9 आयो सब्ट्र्याक्ट गर्दा है त। अब यो पनि सजिलो भयो अब, किनकि अब त हामीले थाहा छ नि त 9 को रुट कति हुन्छ है। तेरिका सर यो 9 को रुट त यो त सजिलो भइगयो नि, 3 हुन्छ, कति हुनु नि भनेर साथीहरूले भन्नुहुन्छ नि त। 9 को रुट कति हुन्छ त 3 हुन्छ भनेपछि यो पनि एउटा के बन्यो त, यो पनि एउटा समीकरण बन्ने भयो। ल हेर्नुस्, दुईटा समीकरण भयो। एउटा समीकरण यहाँ छ, अर्को समीकरण यहाँ छ। त अब हामी कुनलाई कट गरे, सुरुदेखि हामी वाइलाई कट गरिराखेका छौँ है, किनकि सजिलो छ नि त वाइलाई कट गर्दा, किनकि यसको साइन माइनस छ, यसको साइन वाइको यतापट्टि प्लस छ। ठ्याक्कै जोड्दा गर्ने भने वाइ वाइ क्यान्सल भइहाल्छ। त अब के गर्नु पर्यो त, अब समीकरण फर्स्ट र समीकरण सेकेन्डलाई जोड्दा, समीकरण फर्स्ट र सेकेन्डलाई जोड्दा त फर्स्ट कति छन् त, अरे यार फर्स्ट कति हुनु नि x प्लस वाई इक्वल टु 43 छ। के यो भनिराख्ने कुरै होइन नि भनेर खुखी लेख्नुहुन्छ है। भनेपछि यो त फर्स्ट यति छ भने सेकेन्ड कति छ त, अरे यार सेकेन्ड यहाँ दिएकै छ नि, x माइनस वाई इक्वल टु भर्खर निकालेको होइन, यति हो। ओ यति रहेछ, ल ठिक छ। त अब के गर्ने त, यहाँ प्लस माइनस यो क्यान्सल गरिदिने, के गर्ने प्लस माइनस क्यान्सल हुन्छ सेम छ भनेदेखि। त अब प्लस प्लस यहाँ के भयो त 2x जोडियो इक्वल टु यो पनि के भयो त जोडियो, बाँकी कति भयो त 43 प्लस 3 गर्दा यो सजिलो छ 46 भयो। त और x इक्वल टु 46 अपन कति हुने भयो त 2 हुने भयो। यो कतिले जाने त 2 दुना 4, 2 तिया 6, 23 भयो भनेपछि और x इक्वल टु कति हुने भयो त 23 हुने भयो। यो पनि थाहा भयो। x को भ्यालु निकाल्यो हैन त, यसको भ्यालु सजिलैसित हामी निकालिसक्यो। अरे यार ठिक छ, x को भ्यालु त सजिलैसित त निकाल्यौँ, अब y को भ्यालु पनि चाहियो नि त। त y को भ्यालु कसरी निकाल्ने हो, त्यसको लागि पनि नो टेन्सन, किनकि हामी अघिल्लो क्वेसनमा गरिसकेका छौँ। जुन x को भ्यालु आयो त्यो भ्यालु हामी फर्स्टमा राखेर पनि y को भ्यालु निकाल्न सक्छौँ। यदि फर्स्टमा राखिनु भने समीकरण सेकेन्डमा पनि राखेर निकाल्न सक्छौँ। त हामी जुनसुकै समीकरणमा हामी दुईवटा मध्ये एउटा समीकरणमा राखेर यो y को भ्यालु सजिलैसँग निकाल्न सक्छौँ। त हेरौँ न त कस्तो रहेछ त्यो समीकरण, खोजेर हेरौँ भनेपछि अब हामीले के गर्नु पर्यो त, यहाँ लेख्नु पर्यो। के गर्नु पर्यो, x इक्वल टु 23, x इक्वल टु 23 समीकरण फर्स्टमा राख्दा। समीकरण फर्स्टमा राख्दा किन फर्स्टमा राखेको त, किनकि हामीलाई y को भ्यालु चाहिएको छ। अब y को भ्यालु त्यति सजिलैसँग त आउँदैन। अब y को भ्यालु निकाल्नको लागि फर्स्टमा त राख्नै पर्यो, यसलाई उपचार गर्नको लागि, नत्र गाह्रो छ। त ठिकै छ, हेरौँ न त कस्तो रहेछ त y, यो फर्स्ट समीकरण। ए यार यहाँ थाहा छ भन्छ हैन त, x प्लस वाई इक्वल टु 43 हामी आँखा चिम्लेर लेख्न सक्छौँ यो है।
एक्स प्लस वाई इक्वल टु 43 हामीले त्यहाँ त लेख्न त सकियो सजिलैसँग। त्यहाँ के गर्ने त? केही गर्ने होइन। एक्सको भ्यालु कहाँ छ त्यहाँबाट खोजेर उठाएर यहाँ थचक्क राखिदिनु, केही गर्नु पर्दैन। त एक्सको भ्यालु 23 छ, खुइ उठाएर यहाँ 23 राख्ने हो। अनि त्यसपछि अरू जस्ताको त्यस्तै सार्दै जाने हो, अरू केही गर्नु पर्दैन। त्यसपछि अरू त छ नि त्यहाँ गर्नुपर्ने, अरू उपचार गर्नुपर्ने छ। यहाँ के छ त? केही छैन। यहाँ नम्बरलाई एक ठाउँमा राखिदिनु हो, ट्रान्सपोज गर्ने हो, यताउता जुन छ त्यसलाई खोजी राख्ने हो। त वाइ इक्वल टु खोजी राख्दाखेरि नम्बर मात्रै रहेछ यहाँ एउटा, इक्वल टु 43। यतापट्टि के छ? 23 छ। यसलाई बाहिर निकाल्दाखेरि पक्कै के हुन्छ? यो साइन चेन्ज भएर -20 मा आउँछ। यो के हुने भयो त? 23 हुने भयो। त अब यहाँ के हुनु त? और वाइ इक्वल टु एक्सको भ्यालु राखिसकेपछि वाइ इक्वल टु यहाँ कति हुने भयो? यो 3 क्यान्सिल, 4 मा 2 सब्ट्र्याक्ट गर्दा यसरी साइडबाट सब्ट्र्याक्ट गर्दै जाने हो। 3 क्यान्सिल, 0 हुने भयो। 3 मा 3 सब्ट्र्याक्ट गर्दा 0 हुन्छ। त्योभन्दा धेरै नम्बर पक्कै हुँदैन। 4 मा 2 सब्ट्र्याक्ट गर्दा कति हुने भयो त? 20 भयो। ए ल, भनेपछि अब के भयो त? वाइको भ्यालु पनि आयो। त वाइको भ्यालु निकालिसकेपछि हामीले त थाहा भयो अब, हो यहाँ वाइको भ्यालु पनि आयो, यता एक्सको भ्यालु पनि छ, होइन त? अब एक्सको भ्यालु पनि छ, वाइको भ्यालु पनि छ भनेपछि तिनीहरूको दाजुभाइको हालको उमेर कति थियो त? त दाजुभाइको हालको उमेर हामीले मानेको कति हो त? एउटा एक्स, अर्को वाइ। हामी यसरी के गर्छौँ त? दाजुभाइको हालको उमेर यसरी हामी एक्स इक्वल टु कति छ? 23, वाइ इक्वल टु कति आयो? 20 आयो। भनेपछि दाजुभाइको हालको उमेर यति एन्सर भयो। अनि हामी यसरी मजाले हामी के गर्छौँ त? यसको उमेर पत्ता लगाउन सक्छौँ यो क्वेसनहरू है। त यो भनेको हामी कति नम्बरको गर्यो त यो क्वेसन है? क नम्बरको हामी यहाँ लेख्यौँ। यो भनेको कति नम्बरको हो? यो ख नम्बरको क्वेसन हो, है नि? त्यो ख नम्बरको। अब ग नम्बरमा यो कति वर्षपछि उनीहरूको उमेरको गुणनफल 550 हुन्छ भनेर छ यहाँ त। त कति वर्ष भनेछ नि त, कति वर्षपछि। त यहाँ के छ? ग नम्बरको एन्सर निकाल्नको लागि पहिला क्वेसन बुझ्नु पर्ने हुन्छ। क्वेसन बुझिसकेपछि मैले गर्नु पर्ने आवश्यक हुँदैन, तपाईहरु आफै पनि गर्न सक्नुहुन्छ। त म पहिला क्वेसन बुझाउँछु ग नम्बरको। के भनेछ? कति वर्षपछि उनीहरूको उमेरको गुणनफल यति हुन्छ भनेपछि यति उति भनेको छैन भनेदेखि हामीले मान्नु पर्ने हुन्छ एक्स वर्षपछि उनीहरूको उमेरको गुणनफल कति हुन्छ त? 550 हुन्छ। एक्स वर्षपछि मान्नु पर्छ हामीले है। त ग नम्बरको क्वेसनमा एक्स वर्षपछि उनीहरूको उमेरको गुणनफल 550 हुन्छ भनेर लेख्नुपर्छ है। त उनीहरूको हालको उमेर कति छ त? 23 छ। भाइको उमेर कति छ? 23 छ। अनि दाजुको उमेर 23 भनेपछि भाइको उमेर कति छ त? 20 छ। भनेपछि अब यसको इक्वेसन बनाउँदाखेरि के गर्नु पर्यो भनेदेखि पछि भनेछ नि त एक्स वर्षपछि, कति वर्षपछि त हामीले त मान्ने हो एक्स वर्षपछि भनेपछि 23 प्लस एक्स 20 प्लस वाइ मानेर अनि त्यसपछि त्यसको समीकरणलाई सोल्भ गर्ने हो। अनि एन्सर यसरी सोल्भ गर्दाखेरि एन्सर ग नम्बरको पनि आउँछ है। त यो पनि बुझ्नु पर्यो। त यस्तो खालको क्वेसनहरू तपाईहरुको जाँचमा आउने सम्भावना धेरै हुन्छ है। या त यो उमेरवाला क्वेसन आउँछ, उमेरवाला क्वेसन आएन भने 2 अङ्कको संख्यावाला क्वेसन आउँछ है। त्यसमा कन्फ्युज मान्नु पर्दैन है। जम्मा 3 वटा त छन् यसको टाइपहरू, एउटा उमेरवाला, एउटा 2 अङ्कको संख्या, एउटा जग्गा सम्बन्धीको। त्यो 3 वटा चाहिँ तपाईहरुले चाहिँ प्र्याक्टिस गर्ने पर्ने हुन्छ एक्जामको लागि। त अब अर्को नम्बर क्वेसनमा जाउँ। यो क्वेसन त तपाईहरुले सार्नुभयो, बुझ्नुभयो हैन त? यो मजाले घरमा हेर्नुस्। अब अर्को नम्बरमा जाउँ न त। के रहेछ अर्को क्वेसन? 4 नम्बरको। 3 नम्बरको त गरिसक्यो, 4 नम्बरको हैन त? 4 नम्बरको गरिसक्यो। अब 5 नम्बरमा जाउँ। एउटा आयतको जग्गाको क्षेत्रफल कति छ? 660 मिटर स्क्वायर छ र यसको परिमिति कति छ त? 10 एम छ। त यो पनि अब टेक्निक बुझ्नु पर्यो। यो टेक्निक मैले भनिदिनु भनेदेखि तपाईहरु आफै घरमा गर्न सक्नुहुन्छ है। त अब यसमा के भनेछ? दिएको प्रश्नलाई समीकरणको रूपमा लेख्नुहोस्। अघिकै जस्तै ठ्याक्कै त्यसैको डुप्लिकेट हो है, त्यसैको डुप्लिकेट फोटोकपी क्वेसन।
यसमा जग्गा छ, त्यसमा दाजुभाइको उमेर थियो। त यो क्वेसन गर्दाखेरि अब यो क्वेसन गर्दा हामीले के गर्नु पर्यो? क नम्बरको एन्सर लेख्दा एउटा के लेख्नुपर्छ यसमा? यसमा त क्षेत्रफल त यहाँ त दिएको छ नि त, यहाँ क्षेत्रफल भनेको हामीले थाहा छ के हुन्छ त्यसको फर्मुला, एरिया ए इक्वल टु के हुन्छ त एल इन्टु बी, होइन त? त्यो थाहा छ। त अब यसमा कमा दिएको प्रश्नलाई समीकरणको रूपमा लेख्नुहोस् भनेछ। त समीकरण कति छ त? अब यसलाई समीकरण लेख्दाखेरि क्षेत्रफल भनेको छ, आयत जग्गाको क्षेत्रफल, त्यो जग्गालाई हामीले के गर्ने त? मान्ने त हो नि, होइन त? कति छ त? यो भनेको जम्मा 600 मिटर स्क्वायर छ, होइन त? एक्स वाइ मान्नु पर्यो, होइन त? त यसको अब क्षेत्रफल निकाल्दाखेरि के हुन्छ? अब मान्दाखेरि हामी यहाँ एक्स वाइ, त समीकरणको रूपमा लेख्दाखेरि क्षेत्रफल जहिले पनि के हुन्छ त? क्षेत्रफल के हुन्छ? ए इक्वल टु एल इन्टु बी भनेपछि के भयो त? एक्स वाइ भयो। यहाँ एक्स वाइ इक्वल टु कति हुने भयो त? 660 मिटर स्क्वायर हुने भयो है। समीकरणको रूपमा लेख्यौँ। त्यसपछि अर्को पनि यो पनि लेखिदिउँ न समीकरणकै रूपमा। भनेपछि यसको परिमिति कति हुन्छ? त परिमिति हामीले फर्मुला थाहा छ नि त, होइन त? परिमितिको परिमिति के हुन्छ? पी इक्वल टु 2 इन्टु एल प्लस बी, होइन त? एल प्लस बी। त परिमिति यहाँ पी कति छ त? पी भनेको 10, यहाँ 10 इक्वल टु 2 इन्टु एल भनेको के भयो त? एक्स प्लस वाइ, होइन त? अब यसलाई ट्रान्सपोज गरिदिउँ। 2 इन्टु एक्स प्लस वाइ इक्वल टु 10, यसलाई सटासाट गरेको, अरू केही गरेको छैन, जस्ताको त्यस्तै सारेको हो। त एक्स प्लस वाइ इक्वल टु यो 10 बाई के हुने भयो त? 2 हुने भयो। कति चोटिमा क्यान्सल भयो त? 2 चोटिमा क्यान्सल हुने भयो। त एक्स प्लस वाइ इक्वल टु 5, यो के बन्ने भयो त? एउटा समीकरण बन्यो। अघिकै जस्तै आयो कि आएन? हो। त अघि मैले तपाईँहरूले जुन यो 7-8वटा फर्स्टमा जुन मैले कन्सेप्ट जुन मैले तपाईँहरूलाई बताएँ नि, त्यो एकदम प्र्याक्टिस गर्नुपर्छ, माइन्डमा चाहिँ राखिराख्नुपर्छ। त्यही कन्सेप्ट अनुसार हामीले यहाँ के गरिराखेको छ त? इक्वेसन बनाइराखेका छौँ, छ कि छैन? त्यही इक्वेसन अनुसार त्यो हामीले त्यो कन्सेप्ट थाहा भएन भने हामी यो इक्वेसन बनाउन सक्दैनौँ। त्यही भएर हामीले त्यो कन्सेप्ट एकदम रिमाइन्डिङ गर्नुपर्छ, दिमागमा राख्नुपर्छ। त अब यहाँ कुरा एउटा थाहा भयो नि त, अघिकै कुरा, होइन त? यहाँ के छ? एउटा समीकरण यहाँ छ, एक्स प्लस वाइ छ, यहाँ के छ? एक्स वाइ छ, होइन त? है त अब यो लम्बाइ चौडाइ निकाल्नु भनेको छ नि त, होइन त? यहाँ ख नम्बरमा यो त के भयो त? यो त क नम्बरको एन्सर भयो। समीकरण प्रश्नहरूको के गर्ने? समीकरणको रूपमा लेख्ने। त समीकरणको रूपमा यो भइसक्यो, होइन त? यो यति आयो समीकरणको रूपमा, है त? अब यहाँ के छ? ख नम्बरको दिएको जग्गाको लम्बाइ र चौडाइ निकाल्नुहोस्। त लम्बाइ चौडाइ निकाल्नको लागि यो ख नम्बरको एन्सर आयो, होइन त? लम्बाइ चौडाइ निकाल्नको लागि के गर्नुपर्छ त? यसैबाट एउटा इक्वेसन निकाल्ने, यसरी। अब यो इक्वेसन निकालिसकेपछि अब के गर्ने त? अब यसको इक्वेसन निकाल्नको लागि के गर्नु पर्यो? यहाँ टेक्निक हामीले थाहा छ। यहाँ एक्स प्लस वाइ इक्वल टु 5 छ भनेपछि हामीले थाहा छ के थाहा छ? एउटा फर्मुला थाहा छ, त्यो हामी बारम्बार लेखिराखेका छौँ, होइन त? त्यो फर्मुलाहरू है। यहाँ एक्स प्लस वाइ छ भने के फर्मुला लगाउने? एक्स माइनस वाइ लगाउने, इक्वल टु के गर्ने? एक्स माइनस वाइ इक्वल टु एक्स प्लस वाइको होल स्क्वायर, यहाँ प्लस छ भने माइनस 4xy यो गर्ने। और एक्स माइनस वाइ इक्वल टु के गर्ने हो त? एक्स प्लस वाइको भ्यालु कति छ? 5 छ। 5 को स्क्वायर माइनस 4 इन्टु के गर्ने? 4 इन्टु एक्स वाइ। यहाँ हेर्नुहोस् त एक्स वाइको भ्यालु कति छ? यहाँ 660 छ। त 660 यहाँ लिने हो। त और एक्स माइनस वाइ इक्वल टु 25, 5ले 2 टाइम्स गर्दाखेरि है। त माइनस यसलाई पनि मल्टिप्लाई गर्नु, यहाँ छेउछेउबाट गरौँ। 4 0 0, 4 छक्का 24 को 4, 4 छक्का 24, 25, 26 भयो, होइन त? यति भयो है। त अब यसलाई हामी के गर्ने? सबट्र्याक्ट गर्नु पर्यो, केही गर्ने होइन, यसले सबट्र्याक्ट गर्नु पर्यो। अब यसलाई सबट्र्याक्ट गर्दाखेरि यो कति हुन्छ त? यहाँ सबट्र्याक्ट गर्दा 2640 माइनस 25,
2640 माइनस 25 गर्दा 2615 आयो 2615 आयो है 2615 ल ठिक छ 2615 आयो यसको रुट हटाउँदा कति हुन्छ त यसको रुट अब थिच्नु पर्यो अब रुट 2614 गर्दा 51.12 आयो 51.12 आयो ल यो x - y = यति आयो है यो अब यो यति निकालिसकेपछि अब हामी के गर्ने त है अब त्यही पनि एकचोटि क्याल्कुलेटर यहाँ चेक गरौँ है यहाँ तपाईहरुले क्याल्कुलेटरमा थिचेर गर्नु होला हिसाब गर्दाखेरि 660 into 4 गर्दा 2640 आयो है ल ठीक छ अब यति नै छ त अब यो के भयो त समीकरण सेकेन्ड भयो अब त तपाईहरु मजाले गर्न सक्नुहुन्छ नि त्यो हैन त यहाँ एउटा समीकरण आयो यहाँ एउटा समीकरण आयो अब ठ्याक्कै अघिकै जस्तै यो के गर्ने y लाई कट गर्ने हो अब सकिन्छ नि त हैन त समीकरण फर्स्ट र समीकरण सेकेन्डलाई जोड्दा फर्स्ट र सेकेन्डलाई जोड्दा है त x + y = कति हो त 5 x - y = 51.12 आयो अब यसलाई जोड्दामा यो के भयो त प्लस प्लस क्यान्सल भयो 2x = अब यहाँ एड गर्ने अब यतिमा 51.11 प्लस 5 गर्दा कति आयो त 51.11 प्लस 1 51.12 प्लस 5 प्लस 5 गर्दाखेरि अब कति आउँछ ल ठिकै छ ल यति आयो है समथिङ अब यसलाई के गर्ने x = 56.12/2 ले डिभाइड गर्दिने 2 ले डिभाइड गरेपछि के हुन्छ त अब यसलाई डिभाइड गरौँ डिभाइड 56.12 डिभाइडेड बाइ 2 गर्दा कति आउँछ यो क्याल्कुलेटर मिस्टेक रहेछ म यहाँ निकाल्छु क्याल्कुलेटरबाट 56.12 डिभाइडेड बाइ 2 गर्दा 28.06 यति आयो त यो के को भ्यालु आयो त यो x को भ्यालु आयो अब त्यो तपाईहरुले मजाले गर्न सक्नुहुन्छ नि त अघिकै जस्तै हैन त अब यो x को भ्यालु यति आयो भने यो x को भ्यालु के गर्ने त यो समीकरण या यो समीकरणमा दुईटा मध्ये कुनै एउटामा राख्ने त्यो के को भ्यालु निस्किन्छ त y को भ्यालु निस्किन्छ हैन त त्यो के को भ्यालु निस्किन्छ y को भ्यालु निस्किन्छ त्यो x र y को भ्यालु निस्क्यो भने त्यो के भयो त जग्गाको लम्बाइ र चौडाइ निस्किन्छ त्यो पनि हामीले सजिलैसँग गर्न सक्छौं त्यस्तै गरी ग नम्बरमा के छ लम्बाइले कतिले घटाउँदा आयतको जग्गाको क्षेत्रफल 550 m² बराबर हुन्छ त्यो हामीले मान्नु पर्छ अब यो जति निस्किन्छ नि जस्तै यहाँ के आयो 28 लम्बाइ भनेको x हैन त यो 28.06 आयो कतिले घटाउँदा त त्यसमा 28.06 मा माइनस l ले घटाउँदा यसरी लेख्नु है 20 त्यसमा माइनस के गर्दिने l गर्दिने यति गरिसकेपछि अनि त्यस्तै गरी अर्को के हुन्छ त y को जुन भ्यालु हुन्छ नि त्यसमा पनि के हुन्छ त जुन भ्यालु हुन्छ त्यसमा माइनस l गर्दिने हो माइनस l गरिसकेपछि त्यसपछि त्यो तपाईहरुको के हुन्छ त जम्मा क्षेत्रफल कति हुन्छ त l * b त l * b बराबर यो यति गर्दिने अनि त्यसपछि सोलुसन गर्दाखेरि ठ्याक्कै जुन भ्यालु हुन्छ त्यो भ्यालु नै के हो त जग्गाको आयत घटाउँदाको भ्यालु ल यो क्वेशन पनि यसरी गर्नु होला तपाईहरुले अब अर्को क्वेशनमा जाउँ अब अर्को क्वेशन के रहेछ त
एउटी आमा र छोराको उमेरको योगफल 50 वर्ष छ है। यदि 5 वर्ष अघि आमाको उमेर छोराको उमेरको 7 गुणा बढी थियो भने उनीहरूको उमेरको योगफल लेख्नुहोस् भनेछ। उनीहरूको उमेरको योगफल लेख्नुहोस्। क नम्बरमा 5 वर्ष अघि छोराको उमेर लेख्नुहोस्, छोराको उमेरको 7 गुणा लेख्नुहोस्, उनीहरूको अहिलेको उमेर पत्ता लगाउनुहोस् भनेछ है। त ठिक छ, यो क्वेसन अलिक गर्नुपर्ने हुन्छ हामीले, किनकि धेरैभन्दा धेरैचोटि क्वेसनहरू यस्ता खालका आइराखेका हुन्छन्। त्यही भएर यसलाई गरौँ। त यहाँ एउटी आमाको उमेर फल्ला चिल्ला उमेर दिएको छ, केही मान्नु पर्दैन। क नम्बरमा के भनेछ त्यो पहिला एन्सर लेखौँ। उनीहरूको उमेरको योगफल लेख्नुहोस्। त उनीहरूको उमेर के छ त? आमा र छोराको उमेरको योगफल कति छ त? 50 छ। त उमेर त हामीले थाहा छ नि, त्यो भनेको हालको उमेर है। फेरि हालको उमेर के हो त? एक्स अनि अर्को वाई। त दुईटा उमेरको योगफल कति भयो त? 50। यो भनेको समीकरण फर्स्ट भयो है। यो पनि भयो। उमेरको योगफल लेख्नुहोस्। 5 वर्ष अघि आमाको उमेरको भन्दा 7 गुणा बढी थियो भनेपछि यो पनि लेख्नु पर्यो 5 वर्ष अघि। त 5 वर्ष अघि मैले कन्सेप्ट भनिसकेको छु। अघि छ भनेदेखि माइनस। त 5 वर्ष अघि कति वर्ष अघि? 5 वर्ष अघि भनेपछि x - 5 भयो है। 5 वर्ष अघि अनि अर्को कति छ? छोराको उमेरको 7 गुणा बढी थियो। त भनेपछि x - 5 इक्वल टु छोराको उमेर कति छ? y - 5। यदि 5 वर्ष अघि भनेको छ भनेदेखि माइनस हुन्छ है, अघिदेखि भनिराखेको छु। अनि 5 वर्ष अघि छोरा आमाको उमेर x - 5 हुन्छ भनेदेखि छोराको उमेर पनि y - 5 वर्षै हुन्छ है। त्यो कुरा बुझ्नुपर्छ। त त्यही भएर यहाँ x - 5 इक्वल टु y - 5 लेखेको मैले। त 5 वर्ष अघि आमाको उमेर छोराको उमेरको कति छ त? 7 गुणा बढी छ। त्यसमा इन्टु 7 लेखिदियो भयो। यो एउटा के बन्यो त? इक्वेसन बन्यो। त यसलाई मिलाएर लेख्दाखेरि x - y इक्वल टु के हुने भयो त? x - y इक्वल टु अगाडि हामी पहिला यसरी 7 लेखौँ, y - 5 इक्वेसन बन्यो है। क नम्बरको इक्वेसन भयो। अब ख नम्बरमा के भनिन्छ? 5 वर्ष अघिको छोराको उमेर लेख्नुहोस्। त 5 वर्ष अघिको ख नम्बरमा है, अघि मैले यो भनिसकेँ, यसको उत्तर अघि नै मैले भनिसकेँ। 5 वर्ष अघि 5 वर्ष अघि छोराको उमेर कति हुन्छ? अघि मैले भनिसकेँ, x - 5 वर्ष हुन्छ है। अघि भन्ने बित्तिकै के भयो त? 5 वर्ष भयो। 5 वर्ष अघिको छोराको उमेर लेख्नुहोस्। त छोराको उमेर x - 5 वर्ष भयो। अनि ग नम्बरमा के भनेको छ त? ग नम्बरको पनि लेख्नु पर्यो नि त। छोराको उमेरको 7 गुणा लेख्नुहोस्। त छोराको उमेर के छ त? छोराको उमेर भनेको यदि 5 वर्ष अघि के भनेछ? 5 वर्ष अघि छोराको उमेर लेख्नुहोस्। त 5 वर्ष अघि छोराको उमेर कति थियो त? x - 5 भयो। त छोराको उमेरको 7 गुणा लेख्नुहोस्। अब यसमा हालको उमेर र अघि पछिको उमेर भनेको छैन है। त त्यही भएर तपाईँले जे सजिलो लाग्छ त्यही गर्नुहोस्। छोराको उमेरको 7 गुणा थियो। त छोराको उमेर कति छ त यहाँ? x - 5। त यो कति हुने भयो त? यसको 7 गुणा भयो। त और 7 इन्टु x - 5 भयो है। यो ग नम्बरसम्मको हामीले भने अनुसारको हामी एन्सर लेख्यौँ। ठ्याक्कै जे भाषामा जे थियो, भाषागत रूपमा यहाँ जे थियो नि, त्यसलाई हामी के गर्यो? त्यहाँ समीकरणको रूपमा लेख्यौँ, म्याथमेटिकल गणित रूपमा लेख्यौँ। जुन हामीले फर्स्टमा वर्णन गरेका थियौँ नि, त्यो क्वेसनको बारेमा हामी यहाँ के गर्यो त? मजाले हामी लेख्यौँ है त। यो यति लेखिसकेपछि घ नम्बरमा के छ? घ नम्बरको के भनेको छ? उनीहरूको अहिलेको उमेर पत्ता लगाउनुहोस्। त उनीहरूको अहिलेको उमेर के हुन्छ त? यसको लागि सोल्भ गर्नु पर्ने हुन्छ। त अब यहाँ बुझ्नु पर्यो एउटा कुरा, समीकरण यहाँ छँदैछ नि, एउटा समीकरण यहाँ निस्केकै छ हैन त। अब अर्को समीकरण हामी निकाल्नु पर्यो हैन त। अब यसलाई समीकरण बनाउँदाखेरि यही यसको समीकरण बनाउँदाखेरि के हुने भयो त? यो और x - y इक्वल टु 7y - 7 5 35 भयो। और x माइनस यहाँ के छ? y
x माइनस वाई माइनस 7y इक्वल टू माइनस 35 छ नि त और x माइनस यो माइनस 7y y कति हुने भयो त माइनस 8y भयो इक्वल टू माइनस 35 यो भनेको सेकेन्ड समीकरण भयो है यसलाई सेकेन्ड समीकरण मान दिने भइगयो त अब यहाँ हामी के गर्ने त यहाँ फर्स्ट समीकरणमा x छ फर्स्टमा नि x छ यहाँ माइनस 8y छ यहाँ y छ भनेपछि x लाई हामी कट गरौँ न त अब समीकरण फर्स्टबाट समीकरण सेकेन्ड घटाउँदा त घटाउँदा भनेपछि फर्स्ट समीकरण सार्नु पर्यो x प्लस वाई इक्वल टू कति छ त 50 छ अर्को समीकरण कति छ x माइनस 8y इक्वल टू माइनस 35 छ घटाउँदामा के हुन्छ साइन चेन्ज हुन्छ है प्लस माइनस यो x क्यान्सल 8y र y कति भयो त 9y भयो इक्वल टू 5 5 3 8 है कति भयो त x प्लस y अब यो गर्दाखेरि यति भयो यो समीकरण त थाहा छ नि है हो यो अनुसारले हामी यहाँ सबै समीकरणहरू यहाँ फेरि मिस्टेक नहोस् सबै यहाँ गरेको छ नि x माइनस y 7y फर दिस त यहाँ x माइनस y 7y माइनस यो ठिक छ x यो यति गर्दाखेरि यति आएछ अब यो गर्दाखेरि अब तपाईहरुले के गर्नु पर्यो y को भ्यालु निकाल्नु पर्यो त y इक्वल टु 85/9 त y इक्वल टु 85/9 छ भनेदेखि यसलाई अब हामीले के गर्नु डिभाइड गर्नु पर्यो है कतिले 85 डिवाइडेड बाइ 9 85 डिवाइडेड बाइ 9 गर्दाखेरि कति आउने भयो त 9.44 आयो इक्वल टु 9.44 आयो है यति भयो ल अब यो यति गरेपछि यो y को भ्यालु आयो यो के को भ्यालु आयो त y इक्वल टु 9.44 आयो हैन त यो y को भ्यालु एउटा आयो अब यो y को भ्यालु आएपछि अब के गर्ने y इक्वल टु 9.44 समीकरण 1 मा राख्दा त 1 कति छन् त x प्लस y इक्वल टु 50 x प्लस y इक्वल टु 50 x प्लस y इक्वल टु 50 भयो हैं त अब यहाँ भ्यालु राख्नु पर्यो खोजी y को भ्यालु कति छ 9.44 त और x प्लस 9.44 इक्वल टु 50 और x इक्वल टु 50 माइनस 9.44 त अब 50 मा 9.44 सब्ट्र्याक्ट गर्नु पर्यो है 50 माइनस 9.44 गर्दाखेरि कति आयो त 40.56 और x इक्वल टु 40.56 त अब यसलाई उ गर्दिउ न x इक्वल टु जुन 0.5 छ नि 0.5 हुने बित्तिकै के भयो त त्यसलाई परिणत गर्दिने कि एक नम्बर एड गर्दिने त x इक्वल टु कति भयो त 41 हुने भयो x इक्वल टु 41 है त समथिङ यो भयो त उनीहरुको अहिलेको उमेर कति थियो होला त अब त अहिलेको उमेर x इक्वल टु 41 y इक्वल टु 9.44 वर्ष यही एन्सर भयो तपाईहरु मजाले यो घरमा गएर हेर्नुस् गर्नुस् सबै क्वेशनलाई घरमा गएर भिडियो हेरेर गर्ने हो प्र्याक्टिस है तपाईहरुले ताकि धेरै भन्दा धेरै सजिलो होस् त यो उमेर वाला क्वेशन पनि गरिसक्यो जग्गा वाला पनि क्वेशन गरिसक्यो दुई अंकको संख्या वाला पनि क्वेशन गरिसक्यो हामीले अब यो यति क्वेशन गरिसकेपछि के बुझ्नु पर्यो यो घरमा गएर प्र्याक्टिस गर्नु पर्यो धेरै भन्दा धेरै तपाईहरुले सोध्ने भनेको एसीमा यस्तै टाइपका क्वेशनहरु त अब यसका मोडल क्वेशनहरु पनि मैले यहाँ दिएको छु मोडल क्वेशनहरु यहाँ हेर्नु होला अब यो अंक वाला फर्स्टमा क्वेशन यो भनेको तपाईको टाइप 1 है
यो टाइप 1 क्वेसन मोडल क्वेसन यो तपाईको के भयो टाइप 1 क्वेसन है टाइप 1 खालका क्वेसनहरु है यो क्वेसनहरु तपाईले ठ्याक्कै मजाले गर्न सक्नुहुन्छ है यो पढ्ने प्र्याक्टिस गर्ने त्यस्तै गरी अर्को दोस्रो नम्बरमा छ यो बीचमा पर्ने यो पनि अंकहरुको यो फल यो पनि टाइप 1 कै क्वेसन हो यो पनि टाइप 1 यो पनि टाइप 1 टाइपकै क्वेसन हो यो पनि यो तपाईले यो हेरिराख्नु भएको छ हैन त यो स्टाइलका क्वेसनहरु मैले धेरै भन्दा धेरै गराएको छु यो टाइप 1 स्टाइलका क्वेसनहरु त्यस्तै गरी अब अर्को हेरौ कस्तो खालको क्वेसन रहेछ यो भनेको टाइप 2 स्टाइलका क्वेसनहरु छन् यसमा यस्तो खालको क्वेसनहरु आयो भने अघि मैले गरिसकेको छु टाइप 2 स्टाइलका क्वेसनहरु यो धेरै भन्दा धेरै मैले प्र्याक्टिस अघि मैले गराइसके त्यस्तै गरी यो खालको क्वेसनहरु तपाईहरुले घरमा गएर प्र्याक्टिस गर्ने मैले जसरी तपाईहरुले मैले पढाएको छु त्यही अनुसारले यो गर्ने है यो केही छैन सबभन्दा पहिला के गर्नु पर्यो भाषिक पहिला बुझ्नु पर्यो है अरु केही गर्नु पर्दैन त्यसपछि अर्को क्वेसनमा जाऊ के भनेको छ रमेश र सीता दाजु बहिनी हुन् रमेशको हालको उमेर 30 वर्ष र सीताको हालको उमेर यति वर्ष छ भने ठ्याक्कै मैले जुन अहिले अघि मैले बा आमा छोराको उमेर वाला क्वेसन प्रब्लम गरे नि त्यही स्टाइलको यो क्वेसन हो त्यसरी नै यो गर्नु होला है त्यही अनुसारले ल यो क्वेसनहरु सबै तपाईहरुले मजाले यो स्क्रिनशट गरिहाल्नु अनि घरमा गएर प्र्याक्टिस गर्नुस् है यो स्क्रिनशट गरेर मजाले घरमा प्र्याक्टिस गर्ने अब त्यस्तै गरी अर्को क्वेसन आयो तपाईको है यो यति रहेछ ल जम्मा तपाईहरु गर्नुपर्ने क्वेसन कतिवटा छ यतिवटा छ ल अब यो तपाईहरुले अझै भन्दाखेरि अब यो च्याप्टर समीकरण च्याप्टरबाट कति मार्कको क्वेसन आउँछ अझै म तपाईहरुलाई रिमाइन्ड गराउँछु जम्मा 5 मार्कको क्वेसन आउँछ हैन त त्यो यसमा कस्ता कस्ता खालको क्वेसन आउँछ त यसमा तीनवटा टाइपको क्वेसन हुन्छ एउटा 2 अंकको संख्या एउटा दाजुभाइ दिदीबहिनीहरुको उमेरहरुको सम्बन्धीको क्वेसन एउटा जग्गाहरुको क्षेत्रफल सम्बन्धीको क्वेसन हुन्छ त्यो 3 टाइपका क्वेसन हुन्छ तर धेरै भन्दा धेरै बढी 2 अंकको संख्या र उमेर वाला क्वेसन आइराखेका हुन्छन् है त्यो धेरै कुनै न कुनै यो एंगलबाट तरिकाबाट यो झुक्क्याएर आइराखेकै हुन्छ बढी मात्रामा यो 2 अंकको संख्या वाला क्वेसन उमेर वाला क्वेसन त तपाईहरुले यो धेरै भन्दा धेरै यो प्र्याक्टिस गर्नु होला यो क्वेशन्स है ताकि तपाईहरुले जाँचमा धेरै भन्दा धेरै सजिलो होस् यो क्वेशन सल्भ गर्नको लागि अनि तपाईहरुले यो पाठबाट सोध्ने भनेको यही 3 टाइप्सका क्वेशन्स अरु केही गर्नु पर्दैन है हस् त अहिलेलाई धन्यवाद थ्यांक यू